समयसँगै बदलिनुपर्छ, समयको यही माग हो भनेर गयो। नचिनेर हिरा र किरा मधुर रागलाई बैराग हो भनेर गयो। दिदी मसँग भाडा नै छैन, कसरी आउने? तपाईँको त किताब निस्केको थियो, कति बेच्नुभयो? बेचेकै छैन, विमोचन खर्च पनि उठेन दिदी। लट्ठीको भ्रममा सर्प समाई हिँड्नेलाई पो डर नहोला, तर आँखा हुनेले त देख्ला, सुन्नेको पो भर नहोला। यसरी किताबहरू थन्किएको छ भन्दा कस्तो दुःख लाग्ने कि एकदमै है। ऋण गरेर लिएर आएको पैसा थियो, तिर्न सकेको छैन भन्दाखेरि हेर लालची गुमाउँदा स्वाभिमान सोच्नु पर्थ्यो, निहुरिएला शिर बदलिएला पहिचान सोच्नु पर्थ्यो। स्वागत छ दिदी हजुरलाई। धन्यवाद बहिनी। सबभन्दा पहिला सुरुमा हजुरको अलिकति छोटो परिचय दिनु न। म निलञ्जना भारद्वाज। म जन्मिएको चाहिँ इन्डिया देहरादुनमा, हजुर हुर्किएको बागलुङमा, बिहे भएको काठमाडौँमा। अहिले बसाइ काठमाडौँमा भने बसाइ काठमाडौँमा। हजुर। अब अस्ति भर्खरै टिकटमा मुक्त कार्यक्रम सम्पन्न गर्नुभयो होइन? कस्तो रह्यो अनुभव? हामीले जुन एउटा सोचेर यो कार्यक्रमको लागि एजेन्डा समेटेका थियौँ, जुन बेला मुक्तकला नेपालको पोहोर सालको जेठको 19 गते उद्घाटन भएको थियो, त्यो बेलामै हामीले यो एजेन्डा समेटेका थियौँ मुक्तकला नेपालमा। सबैभन्दा पहिला चाहिँ हामीले टिकटमा मुक्त गर्ने भनेर, किनभने धेरै ठाउँमा यो टिकटमा मुक्त गरिराखेको त हामीले देखिरहेछौँ नि त। पोखराले त सबैभन्दा धेरै गर्यो होइन, त्यस्तै देवदहले पनि गर्यो अरे पहिला। अनि त्यसपछि यहाँ पनि गर्न त गर्नु भयो अरे, नेपाल मुक्तक प्रतिष्ठानले गर्नुभएको थियो अरे 71, 72, 73 सालतिर, कति सालतिरको कुरा हो भन्ने त्यो मैले स्मारिकीमा पढेको थिएँ एउटा उसमा। अनि त्यसपछि चाहिँ अब लामो समय भइसक्यो, भएको थिएन नि त। हामीले पनि यहाँ गरौँ न त भन्ने खालको एउटा उद्देश्य थियो हाम्रो। जस्तो कि अब कविता गजलहरूले त टिकटमा मुक्तकहरू गरिरहेको हुन्छ, टिकट काटेरै सुनिरहेका हुन्छन् नि त। हामीले पनि मुक्तकलाई किन गर्न सक्दैनौँ त, गरौँ भनेर लागेको थियौँ। राम्रोसित सक्सेस भयो, एकदम खुसी छौँ। यति बेला गर्न सकिँदो रहेछ भन्ने एउटा अनुभव रह्यो। यो आयोजना गर्ने टाइममा भनौँ न, अब के कति कठिनाइहरू आयो अथवा सहज भयो, सहज तरिकाले सम्पन्न भयो? सहज, एकदमै सहज त यो छँदै थिएन है। यो टिकटमा मुक्त कार्यक्रम गर्ने भन्ने जब यो एजेन्डा आएको थियो नि, यसपछि नै यो कसरी गर्ने, कहाँ गर्ने भन्ने कुरा चाहिँ भइरहेको थियो। त्यति बेलादेखि एउटा सामान्य एउटा प्रेसर चाहिँ दिमागमा भइरहेको थियो कि गर्ने त भनियो, तर यसलाई गर्नु त पर्छ नै जसरी पनि भन्नेपट्टि लागेको थियो। अनि त्यसपछि जुन एउटा संस्थाहरू, मुक्तकका संस्थाहरू छन्, नेपाल मुक्तक प्रतिष्ठान, गुम्तीमा मुक्तक, त्यसै गरी मुक्तक मञ्च काठमाडौँ र मुक्तकला नेपाल, सबैभन्दा कान्छो संस्था मुक्तकला नेपाल। अनि हामी सहकार्यमा जाउँ न त भन्ने खालको कुरा भयो। अनि सहकार्यमा जाँदा पनि सबै कुराहरू अब कति आफूले भनेकै कुराहरू पनि नमिल्ने होइन, कति उहाँहरूले भनेको कुराहरू हामीलाई चित्त नबुझ्ने, त्यस्तो हुँदा हुँदै पनि त्यसको बावजुद पनि कार्यक्रम चाहिँ सक्सेस भयो। यो कार्यक्रमको टिकटको मुक्तकको कार्यक्रमको अघिल्लो दिन, जुन बहिनीलाई पनि थाहा छ, अब यो राजावादीहरूको र सत्तापक्षको जुन आन्दोलनले गर्दाखेरि यसले अब निकै ठुलो ह्याम्पर गर्ने भयो कार्यक्रमलाई, तयारी त गरियो भन्ने पनि भइरहेको थियो। अनि त्यहाँमाथि अब उता कर्फ्यू लागू भयो अरे अनि भन्ने कुराहरू आइरहेको थियो। यता चाहिँ हामी चाहिँ सिद्धिचरणमा हल सजाइरहेको थियौँ कि भित्र। अनि मनमनले मैले सोचिराखेको थिएँ कि ओहो, म कस्तो मनै नभएको मान्छे जस्तो पनि म यसरी यहाँ सजाइराखेको छु, डेकोरेसनको भाइहरूलाई लिइराखेको छु, यसरी दिइराखेको छु, तर उतापट्टि चाहिँ यसरी कर्फ्यू लागू भइराखेको छ होइन भन्ने एउटा आफूलाई नराम्रो त लाग्छ नि त, लागिरहेको थियो। तर पनि मैले सोचिरहेको थिएँ यो मेरो एउटा जिम्मेवारी हो, मैले पुरा गर्नुपर्छ। संस्थाको एउटा भाइटल पोस्टमा बसिसकेपछि मैले हर हालमा पुरा गर्नुपर्छ होइन। त्यतापट्टि सम्हाल्ने त अरू हुनुहुन्छ नि, मैले यो सम्हाल्नुपर्छ, मेरो कर्तव्य हो, दायित्व हो भनेर त्यतापट्टि लागिरहेको थियौँ। बेलुकी घरमा पुगिसकेपछि झन् अब भोलि बिहानसम्म 7 बजीसम्म कर्फ्यू थप्यो भन्ने कुरा आइसकेपछि हाम्रो 4वटा संस्थाको अर्जेन्ट मिटिङ पनि बस्यो, भर्चुअल मिटिङ बस्यो। त्यसपछि होइन, बरु यसको सक्सेस 0% मात्रै भए पनि
तर कार्यक्रम चाहिँ हामी गर्ने भन्ने उद्देश्यमा पुग्यो। किनभने बाहिरबाट आउनुपर्ने वाचकहरू आइसक्नु भएको थियो, उपत्यका बाहिरबाट आउनुपर्ने वाचकहरू, अनि सम्पूर्ण तयारी भइसकेको थियो। प्रचारलाई यति खटेका थियौँ, हामी थाकिसकेका पनि थियौँ लगभग। एउटा कुरा। अर्को कुरा, जुन एउटा अब प्रोग्राम हुन्छ भन्ने एउटा जुन एउटा भाइब गइराखेको थियो नि, यसलाई पोस्टपोन गर्न बित्तिकै भाइब त रहँदैन भन्ने कुरा पनि भयो। अनि त्यस कारण जति हुन्छ हामी गरौँ, 0% मात्रै भए पनि सक्सेस भए पनि हामी गरौँ भनेर लाग्यौँ। भोलिपल्ट अब मैले त्यो पोस्ट पनि राखेको थिएँ। जति आउनुपर्ने मान्छे हुनुहुन्थ्यो उहाँहरू चाहिँ मैले काउन्ट गर्दाखेरि अघिल्लो दिन त्यो जुन कर्फ्यूको दिनदेखि भोलि मैले त्यो अनलाइन मोबाइल घरमै छोड्छु, सानो फोन बोकेर हिँड्छु। अनि बेलुकी फर्किँदाखेरि अनलाइनमा त्यो मेसेजहरू आइरहेको, उहाँहरूले भनेरै क्यान्सल गर्नुहुने चाहिँ 61 जना हुनुहुन्थ्यो कि अझै मैले काउन्ट गर्दाखेरि, होइन? नभनेर क्यान्सल गर्ने त कति हुनुहुन्थ्यो होला। भनिसकेपछि पनि त्यो हल अब खचाखच थियो, 250 सिटको क्षमता रहेछ, होइन? सिद्धिचरण हलको। त्यो भएर पनि 255 जना त हाजिरी नै हुनुहुन्थ्यो, होइन? हाजिरै नगरेर आउनुहुने कति हुनुहुन्थ्यो, त्यहाँ उभिएर हेर्ने कति हुनुहुन्थ्यो। सायद यो कार्यक्रम नभए त्यो कर्फ्यूले नभाडेको भए त्यो हलले थेग्न सक्ने थिएन, होइन? त्यस्तो थियो। तर कार्यक्रम खट्न पनि त्यसरी नै खटियो, सक्सेस पनि भयो। कार्यक्रम गर्नुको मेन उद्देश्य चाहिँ के थियो? उद्देश्य भनेको त अब अघि नै पनि कुरा भइहाल्यो, होइन? जस्तै अब गजलहरूले ठाउँ पाउँछ, कविताहरूले ठाउँ पाइरहेको छ, अब प्रज्ञाले नै एउटा सम्बोधन गरिरहेको छ, होइन? राष्ट्रव्यापी रूपमा एउटा प्रतियोगिताहरू पनि हुन्छ। तर पछिल्लो समयमा अब हिजोको दिनदेखि अहिलेसम्म लगातार भनौँ न, अब 2070 सालको एउटा सैद्धान्तिकीकरण जुन भयो, मुक्तक मानक बन्यो, त्यसपछि आएर एउटा फराकिलो राजमार्ग बनाउँदै आएको मुक्तक विधा। अनि यसले जति एउटा नेपाली आकाशमा मुक्तकारहरूलाई जन्माएको छ नि, मुक्तकारहरू हुनुहुन्छ नि, अनि उहाँहरूलाई चाहिँ नसमेटिएको जस्तो क्या। जस्तै अब काठमाडौँभित्र पनि भनौँ न कति बृहत एकदम साहित्यिक सम्मेलन भन्दा पनि कार्यक्रमहरू हुन्छन्, होइन? अनि तर त्यहाँ कहीँ पनि मुक्तकलाई समेटी आउँदैन नि त। किन भन्दा मुक्तक भनेको सानो विधा हो भनेर पछाडि पारेको जस्तो लाग्ने। तर अस्ति गर्नुको उद्देश्य भनेको र अस्तिको त्यो उसले त एउटा उपस्थितिले प्रमाणित गरिदियो नि त, मुक्तक विधा भनेको सानो विधा होइन भनेर। यसलाई पनि अब बिस्तारै यसरी लाग्यौँ भने सायद सम्बोधन हुन्छ कि अब चाहिँ यो सम्बन्धित एउटा निकायबाट, होइन? अब कार्यक्रमहरूमा पनि बोलाउँछन् कि निलञ्जना भारद्वाजलाई त्यहाँ बोलाउनु पर्छ भन्न खोजेको होइन क्या। कुनै जसलाई बोलाओस्, ठाउँ पाओस्। यसो सर कार्यक्रमहरू हेऱ्यो, होइन? अब के भनेर आउँछ, गजल भनेर आउँछ, कविता भनेर आउँछ, निबन्ध भनेर आउँछ, सर हेऱ्यो मुक्तक भनेर कहीँ पनि देखा हुँदैन कि। अनि एकदमै दुःख लाग्छ त्यस्तो बेलामा। खास त यसकै एउटा अब खुड्किला पनि थियो भनौँ न। मुक्तक एउटा महोत्सवको लागि हामीले पहल गर्ने भन्ने हाम्रो जुन एजेन्डा छ मुक्तकालय नेपालको, अनि त्यहाँ पुग्नको लागि एउटा पहिलो स्टेप यो हो, होइन? त्यसपछिको उद्देश्यहरू भनेको त सबै रिभिल पनि नगरौँ, होइन? के हुँदै जान्छन्, यो समय हो, समयले माग्दै जान्छ, कुरा हुँदै पनि जान्छ, त्यो अनुसार खट्नु पनि पर्छ। सहज त पक्कै पनि छैन जे कुरालाई पनि। अनि त्यसको एउटा पहिलो स्टेप चाहिँ हामीले पुरा गऱ्यौँ। एउटा ऐतिहासिक कार्यक्रम मतलब सफल रूपमा पार गऱ्यौँ। जसरी मेहनत गरेका थियौँ, मेहनतले एउटा रङ पनि ल्यायो, त्यो अनुसार सक्सेस भयो। उद्देश्य त्यही नै हो। अब जस मुक्तकलाई स्थापित गराउनु पर्यो, मुक्तकले पनि ठाउँ पाउनु पर्यो, अरू विद्यालय जस्तै पछाडि पारिनु भएन मुक्तकलाई पनि भन्ने हाम्रो उद्देश्य हो। अब यो हजुरहरूले प्रोग्राम गर्नुहुँदा, टिकटमा मुक्तक प्रोग्राम गर्नुहुँदा काठमाडौँ बाहिरको र काठमाडौँभित्रको भनेर छानेर राख्नुभयो, होइन? 5 जना 6 जना के पनि सुन्नमा आयो भने भन्नलाई चाहिँ काठमाडौँभित्रको भनेर भनियो, होइन? तर काठमाडौँ बाहिरकै छन्, काठमाडौँभित्रकोहरू पनि काठमाडौँ बाहिरै जन्मेकोहरू हुनुहुन्छ। के काठमाडौँमा चाहिँ मुक्तकारहरू थिएनन् र रैथाने मुक्तकारहरू चाहिँ थिएनन् र भन्ने प्रश्न पनि उठ्यो नि त। यसमा के भन्नुहुन्छ? यस्तो हो, खासमा काठमाडौँकै रैथाने भनौँ भन्ने हो भने त काठमाडौँमा यति बेला हेर्ने हो भने पहिला त खास नेवा समुदाय मात्रै काठमाडौँको हुनुहुन्थ्यो, होइन? है, तर रैथाने त कहाँ रहनु भयो र? सबै काठमाडौँ बाहिरकै मान्छे आएर ढाक्नु भएन र काठमाडौँ बसाइ त धेरै जस्तो मान्छे त काठमाडौँबाट
बाहिरबाट आउनेहरू हुनुहुन्छ नि, यहाँ बसाइसराई गरेर आउनेहरू त होइन, भनेपछि उहाँहरूको जग्गा यहीँ छ, घर यहीँ छ भनेपछि उहाँहरूको काम गर्ने एउटा कर्मथलो यहीँ छ भनेपछि उहाँहरूलाई बाहिरकै पनि नभनौँ एउटा कुरा। अनि अर्को कुरा यहीँको प्रोडक्ट मात्रै लिनुपर्छ भन्दा पनि अलिकति राम्रा मुक्तकारहरू जो अलिकति नाम चलेका छन् उनीहरूलाई पनि लिऊँ न त भन्ने कुरा पनि भयो। अनि त्यसरी नै लिएको हो यो। अनि अर्को प्रश्न के पनि मैले सुन्नमा आएको नि होइन, मुक्तकाले नेपाल एक्लैले गर्न डराएर वा गर्न नसकेर चाहिँ सहकार्य गरेको हो कि भन्ने प्रश्न पनि उठिरहेछ, यसमा के भन्नुहुन्छ? मैले पनि सुने त हो यो कुरा, तर यो एक्लै भएर डरायो भन्नुभन्दा पनि मुक्तकाले नेपालको एजेन्डा हो, डराउने भए त एजेन्डा समेट्ने नै थिएन पहिलो कुरा है। अर्को कुरा कस्तो भन्दाखेरि यो डरायो भन्ने शब्द भन्दा पनि यो ग्रुपिजम, मनमुटाव होइन छ नि, तँभन्दा म के कम, तेरो सस्ता भन्दा मेरो सस्ता के कम भन्ने खालको एउटा जुन चलिरहेको छ नि, यसलाई चाहिँ हटाउनलाई एउटा एकीबद्धताको रूपमा लियो, सहकार्य गर्यो, फ्रेन्डसिपको एउटा हात मिलायो भनौँ न। अनि यतापट्टि चाहिँ मान्छेले सोचिदिएको भए हुन्थ्यो जस्तो लाग्छ कि मलाई। सोच्न त अब सबैको सोच फरक फरक हुन्छ, हामी जन्मेको फरक छौँ, हुर्केको फरक ठाउँमा छौँ, काग फरक एउटै गर्भबाट जन्मेको त एक नाश हुँदैन मान्छे है, सबैले सोच्न पाउँछ, सोचाइ फरक हुन्छ। तर यो डरायो भन्नुभन्दा पनि सबैलाई समेटेर अगाडि लियो, अगाडि बढ्यो, सहकार्य हातेमालो गर्यो, यतापट्टि चाहिँ सोचिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ क्या मलाई चाहिँ। किनभने आखिर हामीहरूको तर्क फरक हुन्छ, एउटा मतभेद रहन्छ आपसी, तर हामी मुक्तक विकास र उन्नयनको लागि भनेरै लागेका एउटा क्रियाशील संस्थाहरू हौँ भने यो कार्यक्रममा किन अगाडि नबढ्ने त होइन? यो नि कुरा आउँछ। यो टिकटमा मुक्तक त अहिले हो, योभन्दा अगाडिकै निरञ्जला मुक्तक सङ्ग्रहको जुन विमोचन थियो नि, यति बेलादेखि हामीले समेटेको हो नि त सबै संस्थालाई, अरू संस्थालाई पनि मुक्तक मञ्च होइन, अब घुम्तीमा मुक्तक प्रतिष्ठान अनि मुक्तकालय नेपाल, यो त्यति बेलादेखि नै अगाडि आएको हो नि त, सबै समेटिएको हो नि त, हामी सँगै हिँड्नुपर्छ है भनेर। यो ग्रुपिजम, मनमुटाव, यो तछाड मछाड योहरूबाट पनि यो हामी कस्तो भन्दाखेरि एकीबद्धता छौँ है भनेर यो कुरालाई पनि कस्तो भन्दा एउटा लेसन हो कि, शिक्षा हो नि त, यसरी पनि चल्न सकिन्छ भनेर लेसन हो, त्योपट्टि चाहिँ मान्छेहरूले सोचिदिए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ, डराएर चाहिँ पक्कै पनि होइन। यो कार्यक्रममा हजुरहरूले यो उद्घाटन गर्नुभयो नि, 4वटा संस्थाको अध्यक्षहरूलाई राखेर यो नयाँ तरिका, नौलो तरिका अपनाउनु भएको छ होइन, यो आइडिया चाहिँ कसरी आयो अनि यसरी उद्घाटन गर्ने भन्ने कुरो चाहिँ कसरी उठ्यो भनौँ? यस्तो अब सधैँभरि एउटै स्वाद भनौँ न, एउटै फ्लेभरको त्यसरी जानुभन्दा अलिकति फरक ढङ्गले गरौँ न त भनेर सबै संस्थाका साथीहरू बसेर सल्लाह गरेको कुरा हो, यो सल्लाहबाट आएको। अब हजुर त मुक्तकालय नेपालको अध्यक्ष पनि हुनुहुन्छ होइन, यो मुक्तकालय नेपाल भनेर संस्था जुन जन्म्यो कसरी जन्म्यो? यो यस्तो भएको थियो, फोटोमा मुक्तक प्रतियोगिता निकै लामो समयदेखि चलिरहेको, सुनिल अधिकारी सरको परिकल्पनामा, एउटा कल्पनाकार उहाँ हुनुहुन्छ परिकल्पनाकार, त्यहाँ एउटा सहजीकरणको भूमिका निर्वाह गर्ने अथवा उहाँसित सँगै हातेमालो गर्दै आइराख्नु भएको दाजु सौरभ कान्जित र विमल झा, उहाँहरू 3जनाले चलाइराख्नु भएको थियो। त्यसपछि त्यसमा म पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिराखेकै थिएँ त्यतातिर कहिलेकाहीँ। अब त्यहाँभित्र म उतापट्टि नदेखे पनि त्यहाँको मुक्तकहरू उतापट्टि मैले हेर्थेँ, कहिलेकाहीँ सरले यो हेरिदेऊ भन्ने कुराहरू हुन्थ्यो, म हेर्थेँ र 1-2वटा उसमा चाहिँ मैले निर्णायक नै बनेर पनि चलाएको थिएँ, जोडिराखेँ मैले, जे होस् उहाँहरूसँग जोडिराखेँ। अनि त्यसपछि यो एक श्रृङ्खलादेखि 100औँ श्रृङ्खलासम्मको जुन विजयी प्रतियोगी मुक्तकहरू छन् त्यसलाई विजय उपहारको नाम दिएर यो विमोचन भयो। अनि विमोचन भइसकेपछि सरको कुरा के थियो भने, सुनिल अधिकारी सरको कुरा, योबाट आएको रकम 1 रुपैयाँ पनि म चलाउँदिनँ, मतलब व्यक्तिगत एउटा कामको लागि म प्रयोग गर्दिनँ, यो मुक्तकै लागि म समर्पित गर्छु, तर योबाट आएको पैसा मतलब यसबाट आएको ब्याज भनौँ न, बेनिफिटबाट चाहिँ म सानोतिनो
एउटा सम्मान पुरस्कार जस्तो गरेर राख्छु भन्ने सरको कुरा थियो। त्यो राम्रोसँग हामीले बेच्न पनि सक्यौँ विजय उपहार। अनि त्यसपछि त्यो अलि थोरै रकम 1-2 लाख जति होइन 2 लाख 2.5 लाख जतिको कुरा आएको थियो। तेस्रो संस्करणसम्म पनि हामीले निकालेका चाहिँ थियौँ। अनि त्यो गर्नुभन्दा त बरु ठिक छ हामीहरू पनि गरौँ न, त्यसमा अलिअलि लगानी गरौँ, राखौँ होइन, कोष बलियो बनाऊ, त्यसो सस्ता दर्ता नै गरेर चलौँ न त भनेर मेरै कुरामा मैले कुरा राखिसकेपछि मेरो एउटा संयोजकत्व भनौँ न देवी बहिनी देवी बास्कोटा जुन सचिव हुनुहुन्छ उहाँ, त्यसपछि कमला घिमिरे कोषाध्यक्ष हुनुहुन्छ, छिमेकी दाजु योगराज आचार्य उहाँ चाहिँ उपाध्यक्ष हुनुहुन्छ। यसै गरेर अनि विमल झा दाजु, सौरभ कान्छी दाजु, अब सर त सर भइहाल्नुभयो, गरेर सबैले हामी 1-1 लाख रुपियाँ राखौँ यसमा, कोषमा एउटा अक्षय कोष खडा गरौँ भनेर। अनि लाग्दाखेरि सबै गरेर टोटल 10 लाख रुपियाँको कोष बन्यो, अक्षय कोष बन्यो। त्यसपछि पनि अब डोनेसनमा आएको पैसाहरू हाम्रो जस्तै मुक्तक प्रतिष्ठानले दिइरहेको छ 1,11,000 रुपियाँ है, नेपाल मुक्तक प्रतिष्ठानको रामकाजी कोनी सरले दिनुभएको छ। अब त्यसपछि अर्को एकजना हुनुहुन्छ लीला कि भन्ने हुनुहुन्छ, उहाँ दुबईमा हुनुहुन्छ है, उहाँको पनि आउँदैछ 1 लाख कति पैसा आउँदैछ। त्यसै गरी हरिभक्त सिक्तेल सर हुनुहुन्छ, अनि उहाँले पनि राख्नु भएको छ। यस्तै गरेर अरू सदस्यताहरू पनि टन्नै बनिसक्नु भएको छ। हाम्रो कोष ठुलो भइसकेको छ अहिले आएर चाहिँ। त्यति बेला चाहिँ हामीले यसरी गरौँ, यो प्रतियोगितालाई कन्टिन्यू गरौँ होइन। अनि त्यसपछि टिकटमा मुक्तक गरौँ। अनि महावीर विश्वकर्मा भन्ने एकजना मुक्तककार हुनुहुन्थ्यो, उहाँको स्वर्गारोहण भइसक्यो, उहाँको नामबाट एउटा सम्मान पुरस्कार राखौँ भन्ने। अनि त्यसपछि स्कुलतिर कलेजतिर पनि यो मुक्तक सम्बन्धीको एउटा प्रशिक्षण कार्यक्रमहरू लैजाउँ र मुक्तक महोत्सवलाई पहल गरौँ। यस्तै एजेन्डाहरू 4-5वटा एजेन्डा लिएर, अब टिकटमा मुक्तक त भइहाल्यो होइन, लिएर अनि यो गठन भएको थियो र मतलब अब यसको उद्घाटन पनि भएको थियो। त्यति बेला जेठको 19 गति भएको थियो। अब वर्ष एउटा वार्षिक उत्सव आउने बेला भइसक्यो। मुक्तकको मोहले हजुरलाई चाहिँ मुक्तकाली नेपालको अध्यक्ष पदसम्म पुर्यायो भन्दा ठिक हुन्छ? त्यही नै भनौँ। अब 10 वर्ष अगाडिदेखि नै मैले लेख्न थालेँ। जति लेखेँ, फट्टाफुट्टा गजल कविताहरू लेखेँ पनि जति लेखेँ मुक्तक नै लेखेँ। जहाँ गएँ मुक्तकै भनेर बोलेँ। अनि जति पनि इन्टरभ्यूहरू दिएँ मैले मुक्तक विशेष नै दिएँ। अनि अब त फेरि यत्रो वर्ष पनि भइसक्यो, एउटा सङ्ग्रह पनि निकाल्ने तयारीमा थिएँ होइन। भनेपछि अब त मुक्तको लागि केही गर्नुपर्छ मैले जस्तो लागेर पनि यो मुक्तकाली नेपालको अध्यक्षको एउटा ठाउँमा बसेको म। मुक्तकाली नेपालको पहिलो एजेन्डा टिकटमा मुक्त कार्यक्रम त एकदमै भव्य रूपले सम्पन्न भइहाल्यो होइन। त्योभन्दा अगाडि अर्को काम गर्यो मुक्तकाली नेपालले, निलञ्जला मुक्तक सङ्ग्रह विमोचन गर्यो होइन। त्यो त एजेन्डाभित्र थिएन, विमोचन गर्यो। कहिले जेठको 19 गते, पोहोर साल जेठको 19 गते यो मुक्तकाली नेपालको उद्घाटन भयो। अनि असोजको 5 गते निलञ्जला मुक्तक सङ्ग्रह भव्य रूपले विमोचन गर्यो। अनि त्यसपछि यति बेला टिकटमा मुक्तक हामीले सम्पन्न गऱ्यौँ। अब हाम्रो भनेको वार्षिक उत्सव आउँदैछ जेठको 10 गते। बहिनी पनि आउनुपर्छ त्यति बेला, मैले यहीँबाट तपाईँलाई इन्भिटेसन दिएँ, आउनुपर्छ। अनि त्यसपछि हाम्रो फेरि स्कुलतिरको कार्यक्रमहरू जुन छ हामी त्यतापट्टि जान्छौँ। हाम्रो एजेन्डाहरू छुँदै जान्छौँ बिस्तारै। भर्खर 1 वर्ष भावी योजना मुक्तकाली नेपालको भावी योजना के छ? भावी योजना भनेको अब बिचमा खासै मुक्तकाली नेपालले यही नै गर्ने भनेर हरेक महिना विमोचन गर्ने, हरेक महिना अब एउटा वाचन कार्यक्रमहरू राख्ने, कृति विमोचनहरू गर्ने यस्तोहरू त केही पनि छैन। जुन मुक्तकाली नेपालको एजेन्डा 4-5वटा एजेन्डा हो, मैले तपाईँलाई बताइदिइसकेँ। एउटा एकदमै क्रियाशील भएर रहेको हो मुक्तकाली नेपाल होइन भन्न मिल्दैन होइन। भौतिक रूपमा उपस्थिति भएर कार्यक्रमहरू नगरे तापनि फोटोमा मुक्तक प्रतियोगिता त हाम्रो हरेक हप्ता चलिरहेको छ नि त, एक्टिभै छ होइन जस्ता, त्यसलाई एक्टिभै भन्नुपर्छ। त्यो हो। अब सरसर्ती हेर्दा ठुलो ठुलो जुन एजेन्डाहरू छन् योपट्टि गइरहेका छौँ। अब भावी योजना भनेको हाम्रो स्कुल कलेजको छ, त्यसपछि मुक्तक महोत्सवलाई पहल गर्ने छ। अब अर्को वर्ष टिकटमा मुक्तकको लागि गर्ने होइन, तयारी गर्ने हामी गर्दै जान्छौँ। अनि बिचमा
हामीले यो संस्था पुरै साइलेन्स बस्ला भनेर कुनै कार्यक्रमहरू ल्याउन सक्छौँ होइन। त्यो कार्यक्रम त अब यही ल्याइन्छ भन्ने त अहिले छैन, तर संस्था यत्तिकै मौन चाहिँ बस्दैन रहन्छ। त्यही हो, विकली यतापट्टि अब फोटोमा मुक्तक प्रतियोगिता चलिरहेको छ, मन्थली त्यसरी चाहिँ अब भौतिक रूपमा उपस्थिति भएर कार्यक्रमहरू चाहिँ हाम्रो कम हुनसक्छ, तर पनि 2-3टा कार्यक्रम हामी गऱ्यौँ भने पनि राम्रो कार्यक्रमहरू हामी गर्छौँ, प्रभावकारी खालको कार्यक्रम। मुक्तक अरू विधाहरू जस्तै मुक्तक विधा पनि चुलिँदैछ जेस होइन, राम्रो हुँदै गइरहेको छ। तैपनि हाम्रो अग्रजहरूले नै होइन मुक्तक चाहिँ यो केही होइन भन्ने जस्तो अलिकति नकारात्मक तरिकाले कुरा गरिदिनुहुन्छ होइन। त्यसमा चाहिँ हजुर के भन्नुहुन्छ? यस्तो हो, उहाँहरूले त्यस्तो भन्नुहुन्छ, तर कता कता उहाँहरूले मुक्तक लेखिराख्नु भएको पनि देख्छु क्या मैले। जसले त्यो भन्नुहुन्छ नि मुक्तक लेखिराखेको पनि देख्छु मैले होइन। मुक्तक होइन लेखिराख्नुहुन्छ, तर मुक्तकलाई भनौँ न अलिकति हेपाई दृष्टिले हेरेको छ नि त। त्यो हेपाई दृष्टि त्यो हुनु हुँदैन, त्यो हुनु एकदमै नराम्रो। जस्तो कि हामी मुक्तकार हौँ, म मुक्तकार हौँ, मैले गजललाई, कवितालाई, निबन्धहरूलाई जति मैले सम्मान दिन्छु नि उहाँहरूले पनि सम्मान दिनुपर्छ भनेर मैले एउटा आश राख्छु के उहाँहरूबाट। जस्तो कि एउटा भनौँ न फराकिलो फुलबारी हुन्छ नि, त्यहाँ मात्रै गुलाब होइन, मात्रै कमल फुलहरू फुलेको हुँदैन के, त्यहाँ अरू मसिनो फुलहरू पनि हुन्छन् जसले त्यो एउटा साहित्यको फुलबारी भनौँ न सबै रङ्ग मिलेर सबै ढङ्ग मिलेर मात्र त्यो हराभरा देखिएको हुन्छ नि। त्यस्तै हो मुक्तक पनि, यो फराकिलो साहित्यको एउटा बगैँचाभित्रको एउटा फरक फुल हो मुक्तक पनि, जसले सुन्दरता दिइरहेको छ होइन, सुवास दिइरहेको छ। उहाँहरूले मुक्तकलाई हेप्नु भनेको त उहाँहरू आफै निर्कृष्ट हुनु हो क्या। उहाँहरूको मानसिकता कतिसम्मको मान्छे हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ उहाँहरूबाट। मैले भन्न खोजेको हो उहाँहरूले जत्तिकै ठुलो ठुलो निबन्धहरू हामीहरूले नलेखौँला होइन, उहाँहरूले जत्तिकै अब एकदमै ठुलो ठुलो त्यो प्रतियोगिताहरूमा जित्न सक्ने खालको एकदम ठुलो ठुलो विधाहरू लेख्न नसकुँला होइन, तर पनि मुक्तकले पनि आफ्नो एउटा ठाउँ बनाएको छ नि त, एउटा इतिहास त यहाँदेखि आजसम्म लिएर आएको छ नि त मुक्तकले पनि है। त्यसकारण मुक्तकलाई पनि हेपिनु हुँदैन उहाँहरूबाट भन्ने मैले चाहन्छु। हामीले उहाँहरूलाई सम्मान गर्छौँ सबै विधालाई पनि उहाँहरूले नि सम्मान गर्नुपर्छ, हेप्नु त हुँदैन त्यसरी। र ठेट कुरो भन्नुपर्दाखेरि उहाँहरू एउटा समुद्र हुनुहुन्छ होला, हामी एउटा सामान्य खोला त हौँ नि त होइन, हामी एउटा झरना त हौँ नि त, पुग्ने त अब हामी भएर त समुद्र पनि ठुलो भएको हुन्छ नि त। त्यो कुराहरू चाहिँ उहाँहरूले पनि विचार गरिदिनुपर्छ। अब एकैछिन हजुरको साहित्यिक यात्राको कुरा गरौँ होइन। कहिलेदेखि लेख्न सुरु चाहिँ कहिलेदेखि गर्नुभयो? मैले खासै भन्नुपर्दा मुक्तक लेख्न थालेको 70 सालबाट जस्तो लाग्छ मलाई होइन, 72 सालबाट 72 सालबाट मात्रै जानेर बुझेर लेख्नुभयो? एकदम नजानेरै लेखेको मैले। सुरुमा मैले कविता भनेर मुक्तक लेख्थेँ, मुक्तक भनेर कविता लेख्थेँ, तर स्ट्याटसहरू चाहिँ लेख्न आउँथ्यो, मनको एउटा भावनाहरू त्यहाँ पोख्थेँ सामाजिक सञ्जालमा, तर विधागत रूपमा एउटा सूत्रबद्ध भएर लेख्न चाहिँ सक्ने थिइनँ मैले। पछि मैले त्यति बेलादेखि लेख्दै गएको, अहिले त 10-11 वर्ष भइसक्यो। लेख्दै जाँदाखेरि होइन अब मुक्तक यो चाहिँ मैले लेखेको मुक्तक भयो है भन्ने चाहिँ हजुरलाई कसरी ज्ञान भयो? भनौँ न कोही गुरु हुनुहुन्थ्यो हजुरको होइन, न आफैले सिकेर होइन अरूको लेखेको हेरेर सिकेर गर्नुभयो, अथवा कोही गुरु बनाउनु भयो, कस्तो थियो? गुरु बनाएको भन्दा पनि आफै बन्यो होइन। मैले सिक्दै जाँदाखेरि उसलाई म गुरु नै मान्छु भनेर त गइनँ म। सुनिल अधिकारी सरले चाहिँ धेरै सहयोग गर्नुभयो मलाई। मैले जे पनि मुक्तकहरू सिकेँ उहाँबाट सिकेँ, उहाँलाई नै सोध्थेँ मैले नजान्दाखेरि नबुझ्दाखेरि, पछि सिक्दै गएँ। कहिलेकाहीँ पछिसम्म पनि अलमल हुँदाखेरि उहाँबाट मैले सिकेँ धेरै कुराहरू। अब एउटा साहित्यिक क्षेत्रमा चाहिँ मैले गुरु मान्दा सुनिल अधिकारी सरलाई नै मान्छु। मुक्तकको गुरु मान्नुहुन्छ उहाँलाई? हजुर। अब मुक्तक सङ्ग्रह किताब पनि हजुर निलाञ्जला निकालिसक्नु भएको छ होइन। हजुरको शब्द चयन एकदम राम्रो के, मलाई एकदमै मन पर्ने होइन। कसरी आउँदो रहेछ क्या त्यस्तो राम्रो राम्रो शब्दहरू? त्यो त प्र्याक्टिस हुँदै गएपछि त आइहाल्छ नि।
सुरुमा त अलिक गाह्रै हुन्थ्यो तर पनि होइन सुरुमा पनि शब्दहरू त अलि हेपीहरू नै आउँथ्यो मलाई। मैले चाहिँ लिने भनेको अलिक ठेट हुन्छ नि नेपाली एकदम ठेट अर्थका शब्दहरू जस्तै बागलुङतिरको शब्दहरू बोलीचालीमा प्रयोग गरिने शब्दहरू होइन यस्तो शब्दहरूलाई लिन्छु। यो लिनु पनि पर्छ, एउटा साहित्यकारको धर्म पनि हो यो भनेको। किनभने साहित्यकारहरूले चाहिँ लोप भइरहेका भाषाहरू, नबुझिएका भाषाहरू, जुन बोलीचालीमा लिएका भाषाहरू छन् नि लोप भएका, यिनीहरूलाई उत्खनन गर्नुपर्छ अरे के, मतलब ल्याउनुपर्छ अरे यो भाषाहरू होइन। हो त्यो भाषालाई ल्याउनु पनि पर्छ र मैले त्यसरी ल्याउँछु भने प्रयोग पनि गर्छु। त्यही भएर हजुरहरूलाई पनि अलिकति राम्रो चाहिँ लाग्छ होला। हो, निकै राम्रो के हजुरको त्यो शब्द चयन पनि राम्रो, भाव पनि उत्तिकै राम्रो हुन्छ होइन। अब मुक्तक हजुरको पारिवारिक वातावरण चाहिँ कस्तो थियो पहिला? लेखाइमा कुनै बाडा अडचन थियो अथवा नलेख भन्ने खालको त्यस्तो फ्यामिली हुनुहुन्थ्यो अथवा होइन गर्नुपर्छ तिमीले भन्ने खालको हुनुहुन्थ्यो? सुरुमा त मैले लेख्छु भन्ने कसैलाई थाहा पनि थिएन है। म फोटो पनि राख्ने थिएन। मैले फोटो फेसबुकमा राख्न थालेको भनेको 4-5 वर्ष जति भयो होला। त्योभन्दा अगाडि म कहिले फोटो राखिनँ, सबैले फेक अकाउन्ट नै भन्थे। मैले त्यसरी लेख्दै गएँ। मैले लेख्छु भन्ने को लेख्छ भन्ने फोटै छैन होइन, को अनि मेरो फ्यामिलीहरू कोही जोडाएको थिएन मैले फेसबुकमा। फेसबुकमा फ्यामिली नै जोडेको थिइनँ मैले। बाहिर निस्किने पनि थिइनँ, कतै कार्यक्रमहरूमा निस्किने पनि थिइनँ, अनि कोहीसँग कसैलाई जोडेको पनि थिइनँ, फ्यामिलीलाई पनि मैले लेख्छ भन्ने थाहा नै थिएन। पछि म लेख्दै गएपछि मैले एक दिन ससुरालाई सुनाएँ। अनि सुनाएपछि तिमीले नै लेख्या हो र? मैले लेख्या बुवा। सुरुमा चाहिँ ससुराले मलाई एकदमै उ गर्नुभयो, मतलब प्रेरित गर्नुभयो लेख्नमा, लेख्छौ। अनि त्यसपछि बिस्तारै फ्यामिलीहरू जोड्दै गएपछि लेख्दो रहेछ भन्ने थाहा हुँदै गयो। अनि अच्युत घिमिरे बुलबुल सरसितको एउटा इन्टरभ्यूमा अनि सबै फ्यामिलीले थाहा पाउनुभयो, उहाँको फलोवर्स हुनुहुँदो रहेछ मेरो फ्यामिलीहरू। अनि त्यो लेख्छ भन्ने थाहा भयो उहाँहरूलाई। अनि सङ्ग्रह पनि निस्कियो, त्यसपछि त झन् थाहा भयो। यो साहित्यको धेरै विधाहरू छ नि त होइन, मुक्तक विधा नै किन रोज्नु भयो त? यस्तो हो, मुक्तक विधा नै रोज्नुको कारण चाहिँ छोटो मिठो, मतलब थोरै कुरा शब्दमा धेरै कुरा बोल्न सकिने, अनि टक्क होइन चट्ट एउटा चुट्का भनेको जस्तो क्या, टुक्का भनेको जस्तो पनि। त्यही भएर पनि खास त त्यसैले नै आकर्षण गर्यो मलाई। 4 लाइनले नै थुप्रै कुरा बोल्न सक्दो रहेछ भन्ने लाग्यो। अनि वाचनमा पनि धेरै बेर पनि लम्ब्याएर त्यो एउटा कथा वाचन गरे जस्तो पनि नलाग्ने, अनि वाचन पनि टक्क 4 लाइनमा सिद्धियो। अनि त्यसरी पनि हो, फेरि माहौल पनि त्यही अनुसारको बन्दै गयो। त्यसरी पनि मुक्तकतिरै म ढल्किँदै गएँ। अब त मुक्तक नै भइसक्यो म त। 4 लाइनमा सबै कुरा समेट्नु पर्ने होइन, कतिको सजिलो छ लेख्दाखेरि? कोही त भन्नुहुन्छ नि त्यो 4 लाइन लेख्नलाई के गाह्रो हो र, म अहिले लेखिदिन्छु भन्ने खालको पनि हुनुहुन्छ होइन। तर 4 लाइनमै एउटा सिङ्गै भाव भन्छन् नि, एउटा के अरे बिन्दुमा सिन्धु अटाउने कि भन्छन् होइन, यस्तो चाहिँ गाह्रो छ लेख्नलाई। लेख्नेहरूले त थुप्रै लेखिरहेको पनि हुन्छन्, उनीहरूको खुबीको कुरा पनि हो, लेख्छन् दिनमा 8-10 वटा पनि लेख्छन्, उनीहरू सक्छन् लेख्छन् पनि, त्यसलाई नराम्रो पनि नमान्नु होइन। म चाहिँ सक्दिनँ त्यसरी लेख्नलाई। 4 लाइन लेख्नलाई मलाई थुप्रै समय लाग्छ। अनि जति कसु त्यसलाई कसिलो बनाऊ जस्तो लाग्छ। अनि मुक्तकको जुन 4 लाइनमा एउटा अनुप्रास मिलाउँदैमा मात्रै चाहिँ मुक्तक हुँदैन है भन्ने चाहिँ मलाई पनि लाग्छ। त्यसले भाव बोल्नु पर्यो, भावको गहिराइहरू मापन गर्नु पर्यो। अनि त्यसै गरी अब अनुप्रासहरू मिलाउनु पर्यो होइन। अनि त्यसरी लेख्दाखेरि यो सजिलो पनि छ, गाह्रो पनि छ। भन्दा चाहिँ 4 लाइनको भनेर सजिलो पनि भनिन्छ, तर यसलाई कस्ने मामिलामा चाहिँ गाह्रो पनि छ मुक्तक लेख्न। किन भन्दा धेरै कुरा थोरैमा अटाउनु पर्यो नि त। बरु थोरै कुरालाई फिजाएर धेरै बनाउनु बरु सजिलो छ। मलाई त यस्तो पनि लाग्छ कि हामीले त्यो पहिला बीजगणित पढ्थ्यौँ नि, बीजगणितमा त्यो समीकरण र खण्डीकरण भन्ने याद आउँछ क्या मलाई। अब यही 4 लाइनको मुक्तकले हामीलाई तन्कायौँ भने त्यो कविताहरू कथाहरू भन्छ, त्यो खण्डीकरण भयो होइन। त्यही कथा कविताहरूलाई हामीले खुम्च्याएर ल्यायो भने त्यो समीकरण भयो नि त। त्यस्तो पनि लाग्छ क्या मलाई। यो चाहिँ यस्तो रहेछ जस्तो लाग्छ अहिले। एउटा मुक्तक जाओस् न त।
समयसँगै बदलिनुपर्छ, समयको यही माग हो भनेर गयो, नचिनेर हिरा र किरा मधुर रागलाई बैराग हो भनेर गयो। समयसँगै बदलिनुपर्छ, समयको यही माग हो भनेर गयो, नचिनेर हिरा र किरा मधुर रागलाई बैराग हो भनेर गयो। हिजो सप्तरङ्गी इन्द्रिणीसँगै दाँजेर सम्बोधन गर्थ्यो जसले, हिजो सप्तरङ्गी इन्द्रिणीसँगै दाँजेर सम्बोधन गर्थ्यो जसले, उसैले आज कलङ्क हो त दब्बा हो कालो दाग हो भनेर गयो। कति मिठो, धेरै मिठो। यो जुन आयो मैले त्यही नै गरेँ। निलञ्जला पुस्तकबाट होइन? पुस्तकबाट। यो पुस्तक प्रकाशन गरौँ न त भन्ने सोच चाहिँ कसरी आयो त हजुरलाई? यस्तो पनि लाग्यो, धेरै मान्छेहरूले भन्नुभयो अब त किताब निकाल्नु, तपाईँ एउटै विधामा समर्पित भएर लागेको मान्छे, 1 दशक भइसक्यो, यसलाई समेट्नु न भन्ने कुरा पनि भयो। अर्को कुरा मेरो फ्यामिलीबाट पनि अब किताब निकाल्नु भन्ने खालको कुरा पनि आयो। सबैभन्दा मैले विश्वास त मेरो फ्यामिलीलाई गर्नु पर्यो नि त, अब मैले लेख्न सक्दो रहेछु, उहाँहरूबाट यो कुरा आयो भन्ने कुरा पनि भयो। फेरि यस्तो लाग्यो भोलिको दिन थाहा छैन, एउटा केही त छोडेर जाउँ न होइन, भोलि जे पनि हुनसक्छ नि त। अब यो छोड्नु भनेको पनि हामीले यति धेरै लेखिसकेपछि एउटा कृति पाउनु भनेको नि हाम्रो एउटा देशको हक हो नि त होइन, हामी स्रष्टाबाट एउटा पाउनुपर्छ नि त देशले पनि। एउटा छोडेर जाउँ यो साहित्यको संसारमा भन्ने चाहिँ भोलिको दिन थाहा छैन, फेरि निकालिन्छ कि निकालिन्न भनेर पनि यो सोच आयो। सोच आएको जस्तै निकाल्न त पक्कै पनि सजिलो त थिएन होला होइन? के कस्तो कठिनाइहरू भोग्नु पर्यो प्रकाशनको दौरानमा, अथवा सजिलै भयो? सजिलो त कुनै पनि काम छैन बहिनी। मैले यो किताब निकाल्नुभन्दा अगाडि मलाई लाग्थ्यो किताब निकाल्नु केही पनि होइन, अलिअलि लेख्यो, लग्यो, छाप्यो, सक्यो। तर मैले मेरो विमोचनको दिन सबैलाई उठेर मतलब जोडदारले तालीले मैले स्वागत गरेको थिएँ, मतलब एउटा शुभकामना धन्यवाद दिए थिएँ जसले कृति प्रकाशन गर्नुभएको छ आजसम्म। किनभने यो धेरै गाह्रो काम रहेछ, दौडधुप है, एउटा मतलब कार्यक्रम आयोजना गरिसकेपछिको दौडधुपदेखि लिएर यो किताब एडिटिङ गर्नेदेखि लिएर प्रेसमा पठाउनेदेखि लिएर होइन, यो कुराहरू त अलग कुरा भइहाल्यो है। त्यसपछि विमोचनपछि सुन्न आउने कुराहरू हुन्छन् नि, जुन कुराहरू 3-4 दिनपछि केही कुराहरू सुनेर ओछ्यानमा गएर, मतलब त्यो पोस्टहरू देखेर ओछ्यानमा गएर सिरकले मुखभित्र कुचेर पनि रोएको थिएँ मैले, त्यो पनि बिर्सिन्न क्या मैले। अनि गाह्रो छ पक्कै पनि। अनि यो निकाल्ने बेलामा चाहिँ कस्तो भएको थियो नि, अलरेडी मुक्तकहरू रेडी छँदैछ, भइहाल्छ भन्ने भयो। असोजको 5 गते विमोचन थियो, म चाहिँ 28 गतेसम्म पुरै व्यस्त थिएँ, तीज पर्व आइरहेको थियो। अब बुहारी मान्छे है, अरूले कसैले तपाईँ को हुनुहुन्छ, तपाईँ के हुनुहुन्छ भन्नुहोस् न, म बुहारी भन्छु क्या मैले, किनभने म बुहारी मान्छे है। घरमा चेली बेटी यताउति सबै हेर्नु पर्यो, पर्वको बेला आइरहेछ, यतापट्टि गर्नु पर्यो। फेरि गाउँमा पूजा लाउने पनि भन्ने थियो, छोरीलाई लिएर, छोरीको पहिलो पूजा थियो, पञ्चमी पूजा, उता लानु थियो, गरेर सबै टाइम 28 गतेसम्म खाइदिइहाल्यो होइन। त्यसपछि काठमाडौँ फर्केँ, त्यसपछि बल्ल रह्यो 5-6 दिनको टाइम रह्यो होइन, के गर्ने त्यो बेलासम्म, ओहो एकैचोटि पऱ्यो है। त्यसपछि इडिङ तिडिङ त अब सबै सुनिल सरले गर्नुभयो। अब मुक्तकालय नेपाल एउटा यो आयोजक भएर गर्न लागु भएर मलाई हुनुहुन्थ्यो मुक्तकालय नेपाल परिवार, सजिलो पनि भयो दौडधुप यताउतिलाई। तर मैले एउटा कुरा चाहिँ बिर्सिन्न कि जुन गणेश बाबु अधिकारी भन्नुभएको रेजा उपन्यासको विमोचन कार्यक्रम थियो यो राष्ट्रिय नाचघरमा, त्यति बेला यस्तै 28-29 गतेतिर थियो, समथिङ त्यस्तै कार्यक्रम थियो होला, थियो कि 2-3 गतेतिर कति थियो कि त्यो बेलामा त्यो कार्यक्रममा जानै पर्ने थियो, भाइले बोलाउनु भएको थियो, गएको। म चाहिँ त्यहाँ बसेर अरूले कार्यक्रम सुनिरहेको थिएँ, म चाहिँ त्यो मेरो भनाइहरू टाइप गरिरहेको थिएँ कि बसेर मोबाइलमा छाप्नको लागि। किन त्यति प्याक थिएँ म त्यो टाइममा है, यति प्यानिक भइरहेको थिएँ, केही काम गरेकै छैन है।
अनि त्यो एउटा चाहिँ मैले एकदमै सम्झिन्छु, ओहो यसरी पनि गरेको थिएँ भन्ने सम्झिन्छु। 1 हप्तासम्म सुतेकै थिएन, रातभरिमा 2 घन्टा सुतेको थिएँ, 24 घन्टामा 2 घन्टा सुतेको थिएँ है 1 हप्तासम्ममा। त्यसरी पनि गरेँ, तर अन्तिममा राम्रो पनि भयो। जस राम्रो भव्य एउटा विमोचन गर्न सकियो। त्यस्तो मेहनत गरेको होइन, मेहनतको फल पछि मिठो आयो कि तितो आयो? होइन, त्यो अब यताउति भन्ने कुराहरू आउनु तुरुन्तै कस्तो भने एउटा मैले ठुलो एउटा मेरो होइन भर्खर अघि पनि भन्नुभयो रोको पनि छु भन्नुभयो, यो विमोचन गरिसकेपछि अनि यो किताब हातमा लिँदाखेरि जुन म गएँ आवरण प्रकाशनमा गएँ रमेश पौडेल सरलाई भेट्न होइन, यो किताब तपाईँको लिनु भनेर भनेपछि म यस्तो हातमा लिँदाखेरि छुट्टै फिल हुँदो रहेछ क्या। साँच्चै कि यो सन्तान भन्थे है, यो सन्तान होइन होला जस्तो लाग्थ्यो। आफूले त्यो रियलाइज गरिँदो रहेछ क्या, त्यो आएपछि साँच्चैको सन्तान जस्तै प्यार हुँदो रहेछ। यो कुराहरूमा खोट कमी कमजोरीहरू औँलाउने सबलाई हक छ है, औँलाइदिनुहोस् नै भने हुन्छ, तर सिर्जनाको धज्जी उडाउने र मजाक उडाउने हक चाहिँ कसैलाई पनि छैन, कसैको पनि। त्यो चाहिँ एकदम चित्त दुख्दो रहेछ, मुटु दुख्दो रहेछ क्या त्यो बेलामा। त्यस्तै भएको थियो त्यो बेलामा। पछि गएर यो भन्छ नि अब दुनियाँको कामै हो भनिरहन्छन् भने, अब त उठ निरञ्जला अब नसुत भन्ने भयो। मतलब यो कार्यक्रम पछि विमोचन पछि मैले केही बिरामी पनि भएँ 3-4 दिनसम्म। फेरि बाढी पहिरो त्यस्तै थियो, तराईको त्यो समय पनि त्यस्तै थियो, एकदम उदास है, केही कार्यक्रममा ऊ पनि नलाग्ने। यो हजुरलाई लेखाइको कारणबाट नमिठो कमेन्ट आयो अथवा कुन कारणले? होइन, लेखाइकै मतलब मुक्तकहरू राम्रा भएनन् भन्ने खालको, नराम्रो मुक्तकहरू त्यस्तै खालको कमेन्टहरू आएको थियो। अनि कमेन्टहरू भन्दा पोस्टहरू नै देखाएको थिएँ 1-2टा मैले, त्यसले गर्दा म अलिकति हट भएँ, एकदमै हट भएँ। पछि मैले यो कुराहरूमा त लाग्नु हुँदैन निरञ्जला, त यसरी अल्झिस् भने त रुन थालिस् भने त कहाँ हुन्छ, तैँले त के गर्नु छ भने जस्तो लाग्यो। त्यसपछि उठेँ अनि कति ठाउँबाट किताबको अर्डरहरू आइरहेको थियो, म कसैको वास्ता गरिनँ। किताबहरू सुई पठाएँ, सब ठाउँमा पठाएँ किताबहरू, जति पठाउनु पर्ने ठाउँ अझै पठाउनु बाँकी छ 1-2 ठाउँमा। यो टिकटको मुक्तकले गर्दाखेरि टिकटमा मुक्तकले गर्दा अलमल भएको थियो, अब 1-2 ठाउँमा पठाइदिन्छु भ्याली बाहिरतिर भन्ने सोचिरहेको छु। अनि गरेँ, पहिलो संस्करण गयो 2 महिना होला समथिङ। माफी, पहिलो संस्करण 1111 प्रति निकालेको थिएँ, दोस्रो संस्करण 500 निकालेको थिएँ। त्यो पनि अब धेरै बाँकी छैन घरमा। म तेस्रो संस्करणमा त जान्छु, तर केही समय 2-3 महिनापछि मात्रै जान्छु भनेर बसिराखेँ। अब एकदम सीमित प्रति छ। अनि आउँछ नि, आयो त्यति बेला दुःख पनि लाग्यो, पछि सुख पनि लाग्यो। यस्ता कुराहरूमा अल्झिनु हुँदैन जस्तो लाग्यो। एउटा मुक्तक फेरि सुनाउँ न त हजुरको। लट्ठीको भ्रममा सर्प समाई हिँड्नेलाई पो डर नहोला, तर आँखा हुनेले त देख्ला सुन्नेको पो भर नहोला। लट्ठीको भ्रममा सर्प समाई हिँड्नेलाई पो डर नहोला, तर आँखा हुनेले त देख्ला सुन्नेको पो भर नहोला। असत्यको चट्टान चिरेर निस्कनेछ आँकुरा सत्यको, असत्यको चट्टान चिरेर निस्कनेछ आँकुरा सत्यको, भलै लम्बिएला झुटको उमेर तर अमर नहोला। कति मिठो, धेरै मिठो लेख्नुहुन्छ। अब हजुरले आफ्नो पुस्तकको नाम, प्रकाशन कृतिको नामै निलाञ्जला आफ्नै नामबाट राख्नु भएको छ होइन? यो चाहिँ कसरी जुर्यो? नाम आफ्नै नामले राख्छु भन्ने सोच चाहिँ कसरी आयो? खासमा यो नाम मैले नील राख्ने भनेर सोचेको थिएँ, तर सुनिल सरले चाहिँ उहाँसित सल्लाह गर्दाखेरि होइन निलञ्जला नै राख्ने भनेर भन्नुभयो। अनि किन निलञ्जला राख्ने भन्दाखेरि यो अलिकति युनिक नाम छ, कतैबाट टाढाबाट अरूले हेर्दा पनि ए निलञ्जलाको सङ्ग्रह रहेछ यो भन्ने हुन्छ, यही नै राख्ने भन्ने खालको कुरा आएपछि मैले पनि एउटा आफूभन्दा ठुलो मान्छे जसलाई मैले एकदम रेस्पेक्ट गर्छु उहाँको कुरालाई नै हुन्छ भनेर त्यही नै राख्यो। अब दोस्रो संस्करणसम्म निकाल्नु भयो होइन? निकाल्यो। तेस्रो संस्करण निकाल्ने तयारीमा हुनुहुन्छ? निकाल्ने तयारी त मा भन्नाले अहिले तयारी तुरुन्तै छैन, 2-3 महिना अलिकति वेट निकाल्छु 2-3 महिनापछि। अनि त्यस्तै अर्को कुनै नयाँ कृति निकाल्नेमा सोच्नु? नयाँ कृति अहिले म झट्ट ननिकाल्ने, त्यो कृतिमाथि कृति निकालेर पनि के गर्नु, निकालिसकेपछि त्यसको सदुपयोग हुनुपर्छ जस्तो लाग्छ, त्यसले मार्केट लिनुपर्छ जस्तो लाग्छ मलाई। कृति निकाल्नु मात्रै ठुलो कुरा होइन, मतलब निकाल्यो त्यसपछि थन्कायो होइन, यत्तिकै राख्यो
गर्नुभन्दा यसले बजार पाउनुपर्छ, कृति निकालेपछि बजार पाउनुपर्छ भन्ने मेरो मान्यता हो। हजुरको यो नीलाञ्जला पुस्तकले बजार पाएको छ? एकदमै पायो नि त, पायो। यसबाट धेरै कुराहरू नराम्रो टिका टिप्पणीहरू पनि मेरो कानसम्म त ठोकिन त आइपुग्छन् होइन। तर मलाई चाहिँ के भन्छु भने मैले जसले अलिकति हुन्छ नि यसरी अब 200-300 को किताब पनि बेच्यो, 300 मा पनि किताब बेच्दै हिँड्यो होइन, अब खानै नपाएको जस्तो त्यस्तो कुराहरू कति तलको चिप कुराहरू के एकदम चिप कुराहरूसम्म पनि आयो कि मेरो कानसम्म। त्योभन्दा पनि अरू मान्छेहरूले भन्नु त स्वाभाविकै हो, जो मुक्तकमै समर्पित छ, मुक्तककारै हो, उनीहरूबाट पनि यस्तो कुराहरू आउँदाखेरि अलिकति दुःख लागेको थियो मलाई। मलाई चाहिँ कस्तो लाग्ने भन्दाखेरि मेरो कृति बिक्री भयो, ठिक छ, नीलाञ्जला भनौँ न, मेरो नभनौँ, नीलाञ्जला बिक्री भयो, जसको बिक्री होस् मुक्तकले बजार पायो, त्यो चाहिँ सोच्नुपर्छ हामीले जस्तो लाग्छ कि मलाई चाहिँ। किनभने अहिले साहित्यको ठुलो ठुलो विधाहरू भने नि अघि नै कुरा आयो नि त होइन, ठुलो ठुलो विधाहरूले पनि बजार पाउन एकदम मुस्किल भइरहेको बेलामा नीलाञ्जला मुक्तक सङ्ग्रहले बजार पायो नि त। 1600 प्रति जानु भनेको त न त जोक है, यसले त इन्कम पनि राम्रो गर्यो। कोरिया, दुबई, साउदी, कतार, मलेसिया, त्यसै गरी अमेरिका होइन, अनि यता पोर्चुगल, अनि स्पेन, अनि त्यसपछि यो बेल्जियम, थुप्रै ठाउँहरूमा गएको छ। अझ मैले त यहाँ नामले नै बिर्सेँ मैले, नाम अस्ट्रेलिया, पपुवा न्युगिनी लाएर अरू थुप्रै ठाउँहरूमा गएको छ क्या। अझ 2-4 ठाउँ मैले नामै बिर्सेँ है। र एक ठाउँमा डेनमार्क चाहिँ पठाउने तयारीमा छु, त्यता पनि पठाउँछु म। अनि नेपालको अधिकांश ठाउँमा पुर्याएँ मैले। अनि यसले त बजार पायो नि त, जस मुक्तक सङ्ग्रहले बजार पायो भनेर हामीले सम्झिनुपर्छ। जोसुकैको मुक्तकले ठाउँ लियोस्, बजार पाओस् होइन, मुक्तकले बजार पायो। अघि नै मैले भने नि कत्रो कत्रो एउटा साहित्यिक कार्यक्रमहरूमा यसो सटर हेऱ्यो होइन, मुक्तक भन्ने कहीँ देखिँदैन, त्यहाँ नीलाञ्जला हुनुपर्छ भनेको होइन, अर्को व्यक्ति स्पेसल व्यक्ति हुनुपर्छ भनेको होइन, जोसुकै जाओस् न ओहो मुक्तकले ठाउँ पाएछ भन्ने हुन्छ नि। त्यस्तै गरी अब एउटा मुक्तकले बजार पायो होइन, साहित्यको सबैभन्दा सानो विधा भनेर पछाडि पारिएको विधाले, अनि मतलब भनौँ न 3-4 महिनामै है 1600 प्रति जाने भनेको त मुक्तकले बजार पाएको हो नि त। हो, त्यो चाहिँ हामीले सम्झिनुपर्छ, गर्व गर्नुपर्छ। जोसुकैको मुक्तकले बजार पाओस्, मलाई एकदमै गर्व लाग्छ, खुसी लाग्छ। भनेपछि धेरै राम्रो बजार पाएको छ हैन, बजार पायो, एकदम बजार पायो। नीलाञ्जलाले भन्न प्रतिक्रियाहरू पनि त अब अहिलेसम्म पनि प्रतिक्रियाहरू आइराखेको छ कि अब लगभग 1 वर्ष हुने बेला भइसक्यो होइन, र पनि अहिलेसम्म पनि नीलाञ्जलाको एउटा प्रतिक्रिया आइराखेको छ, रिभ्यू भनौँ न, साथीहरूले दिइराख्नु भएको छ कि मलाई अहिलेसम्म पनि उहाँहरूले खोजिराख्नु भएको छ, अझै पनि कति ठाउँमा पुर्याइदिन बाँकी नै छ। अस्तिको कार्यक्रममा पनि कतिजनाले माग्नु भएको थियो, मसित किताब थिएन, टिकटमा मुक्तक हुने बेलामा पनि तपाईँले किताब ल्याउनु भएको छ भन्नुभएको थियो। 4-5 जना हुनुहुन्थ्यो, मैले ल्याइन सरी भने, पहिले कुरा भएको भए मैले ल्याइदिन्थेँ होला। तेस्रो संस्करणमा कतिवटा निकाल्ने सोच गर्नुभएको छ? निकाल्यो भने 400-500 निकाल्छु, 400 जति निकाल्छु। 1600 भनेपछि 400 निकाल्यो भने 2000 ठ्याक्क पुर्याउँछु। त्यो विदेशतिरै जान्छ कि नेपालमा? विदेशतिर पनि जान्छ, कन्ट्याक्ट भइसकेको छ। अब यो यस्तोसँग कन्ट्याक्टमा गयो नि, यो एउटा भन्छ नि प्रचार प्रसारको जमाना पनि हो। प्रचार प्रसार भनेको यो समयको माग हो होइन। हामी प्रचार प्रसारमा जानु हुँदैन, किन प्रचार प्रसारको यो गर्ने त्यस्तो होइन, समयले मागेको हो नि त, यो त समयको माग हो नि त। प्रचार प्रसारमा जानुपर्छ, आफूले नराम्रो पो गर्नु हुँदैन। आफ्नो सामानको प्रचार प्रसार एउटा हरेक चिज हरेक क्षेत्रमा विज्ञापन छ है। जसरी यो प्रचार प्रसारमा कसरी गयो, मैले एउटा भिडियो बनाउँथेँ, कतै किताबहरू पठाएको मैले भिडियो बनाउँथेँ होइन। अब कतिको टिका टिप्पणीहरू त्यस्तै नकारात्मक खालकोहरू नआएका होइनन् त्यो बनाउँदाखेरि। मलाई चाहिँ कस्तो लाग्ने भन्दाखेरि इन्सपायर हुन्न कोही योबाट पनि होइन। कसैले अब भन्दाखेरि किताब बेच्नुभयो, किताब निस्कियो कसैको, एकजना बहिनीको, अनि किताब निस्कियो, त्यसपछि अनि काठमाडौँ कार्यक्रममा आउनुहोस् है भनेर भन्दाखेरि उद्घाटनको बेलामा दिदी मसँग भाडा नै छैन, कसरी आउने, तपाईँको त किताब निस्केको थियो, कति बेच्नुभयो? बेचेकै छैन, विमोचन खर्च पनि उठेन दिदी, यसरी किताबहरू थन्किएको छ भन्दा कस्तो दुःख लाग्ने कि एकदमै है। ऋण गरेर लिएर आएको पैसा थियो, तिर्न सकेको छैन भन्दाखेरि अनि तिनै साथीहरूलाई अनि त्यो बच्चाहरूलाई भनौँ न किताब बेच्नु न, तपाईँ किन नबेच्नु भएको, भने लाज लाग्छ भन्ने क्या होइन। त्यस्तो कुराले मलाई कसरी छोयो भन्दाखेरि होइन, नीलाञ्जला भारद्वाज भनौँ न, अब उनीहरूले त
केही मान्छेहरूले त निलञ्जला भारद्वाज भनेको एउटा दिदी भनेर रेस्पेक्ट गर्छन् नि त होइन, उनीहरूले राम्रै ठाउँमा हेर्छन्, केहीले नहेर्ला नि आफ्नो ठाउँमा छ। उनीहरूको लागि पनि मैले गर्नुपर्छ भनेर मैले खुलेरै त्यो प्रचार प्रसारमै लागेको हो क्या। जस्तै पठायो, भिडियोहरू बनायो होइन, पोस्ट गर्यो, अनि त्यसपछि ठाउँ ठाउँमा किताबहरू पठायो, त्यसको रिभ्यूहरू माग्यो। यो गर्दाखेरि उनीहरूमा पनि कस्तो खालको आँट आउँदो रहेछ, ऊ निलञ्जला दिदीले त गर्यो, हामीले पनि गरौँ न भन्ने खालको आउँदो रहेछ। यहीबाट नै दुईजना बहिनी हुनुहुन्थ्यो पछि, यो बिनु बुढाथोकी भन्ने सल्यानको बहिनी र अजिता क्रान्ति भन्ने बहिनी यता धादिङको बहिनी, उहाँहरूले पनि मजाले किताब बेच्नुभयो क्या। पुरै चाहिँ बेच्न सक्नु भएन होला, जस आफ्नो विमोचन खर्च उठाउनु भयो, आफ्नो लागत उठायो भनौँ न, उठाउनु भयो। उहाँहरूले पनि त्यसरी नै एउटा भिडियोहरू बनाउने, पोस्ट गर्ने होइन, ठाउँ ठाउँहरू किताबहरू पठाएको, आफ्नो एउटा पोस्टहरू राख्ने, त्यसरी गर्दाखेरि त्योबाट चाहिँ डिमान्ड बढ्दै गयो नि त होइन। त्यसरी पनि उहाँहरूले लिनुभयो कि यो भनेको मेरो लागि मात्रै नसोचेर मैले सबैको लागि सोचेर बनाएको काम थियो क्या। यो भिडियोहरू बनाउने, पोस्ट गर्ने, राख्ने भनेपछि अरू योबाट इन्स्पायर हुन् भन्ने सोचेर मैले त्यसरी गरिरहेको थिएँ। तर कम्तीमा पनि दुईजना बहिनीले त यसलाई फलो गर्नुभयो। लाज लाग्छ भन्दाखेरि पनि सायद लाज लाग्छ भनेर उहाँले बाहिरी रूपमा मात्रै भनेको होला जस्तो लाग्यो है मलाई अहिले चाहिँ। किनभने मैले देखेको चाहिँ महिला भएपछि अलिकति पछि पर्ने बानी हामीमै छ कि जस्तो कि महिलाहरूमै। त्यो पनि हो, होइन लाज लाग्ने भनेको त्यो बहिनीको हकमा चाहिँ अब नभएको हुनसक्छ, मुखले नबोल्नु भएको हुनसक्छ। कतिपय त्यस्तो सर्जकर हुनुहुन्छ 300 को किताब 200 को किताब के बेचेर हिँड्ने, लाज भन्नेहरू पनि हो। त्यो भनाइ खेप्न नसकेर, सुन्न नसकेर पछि पर्नेहरू पनि हुनुहुन्छ नि त। त्यो हामीमा हुनु हुँदैन। कस्तो भन्दाखेरि एउटा हाम्रो सिर्जना हो नि त यो भनेको होइन। हामी यही बेचेरै यही खाएरै बाँच्नुपर्छ भन्ने त छैन। खान लाउनको कमीले नै मात्र यो गर्ने होइन, तर एउटा सिस्टमको विकास गरौँ न हामीले, हाम्रो पनि सिर्जनाको कदर होस् न। जस्तो कि एउटा बुटिकमा पसल गर्ने मान्छेहरूले कपडा बनाउँछ, बेच्छ होइन, एउटा किसानले खेती उब्जनी गर्छ, बेच्छ है। त्यस्तै गरी कुनै एउटा व्यक्तिले आफ्नो काम गर्छ, बेच्छ, एउटा आएको उसमा होइन चलाउँछ। हामी सर्जकहरूले किन नबेच्ने त, हामीले पनि बेचौँ न भन्ने खालको एउटा सोच आएको हो कि। अनि अर्को कुरा कस्तो भन्दाखेरि हामीले नै हाम्रो सिर्जनाको सम्मान गरेनौँ भने, फ्रीमा बाँड्दै हिँड्यौँ भने हाम्रो सिर्जनालाई अरू कसले सम्मान गरिदिन्छ, गरिदिँदैन नि त। त्यस कारण म त सिधै भन्थेँ, तपाईँ आउनुहोस्, घरमा आउनुहोस्, खाना खानुहोस्, तपाईँलाई 1000 रुपियाँको खाना खुवाउँछु, तर 1 प्रति पनि किताब म फ्रीमा दिँदिनँ। म यही नै भनेको थिएँ, मेरो अडान पनि यही नै थियो, व्यावसायिक अडान पनि थियो, म त्यसमा सक्सेस पनि भएँ। हाम्रो अर्को कुरा जुन मुक्तकला नेपालको एजेन्डामा पनि छ, यो मैले यो एजेन्डा मार्फतलाई यो एजेन्डामा कुल्चेर 2-3जना सर्जकहरूको मैले किताब किनेर पनि लिएर आएको छु। 20% 15% 10%हरू गरेर लिएर पनि आएको छु। मैले ठाउँ ठाउँमा पुर्याएको पनि छु, बेचेको पनि छु। कस्तो भन्दाखेरि एउटा सिर्जनाको सम्मान, सर्जकलाई प्रोत्साहन भन्ने खालको एउटा एजेन्डा छ हामीसँग भनेपछि नेपालको छ, यो एजेन्डा पनि छ क्या। अनि यो अनुरूप मैले किताबहरू लिएको पनि छु, कतिको बेचेको पनि छु, ठाउँ ठाउँमा बेचेको पनि छु। मैले मेरो मात्रै स्वार्थ हेर्थेँ त, म निलञ्जला मात्रै बेच्थेँ नि त, अरूको लिन मलाई जरुरी थियो र थिएन नि त। मैले त सिस्टमको विकास गरौँ भनेर लागेको हो नि त। अनि तर मलाई खुसी पनि लाग्छ, यसरी गयो, दिन सकेँ मैले किताब, पठाउन सकेँ। व्यावसायिक अडान भयो भने त हामीले गर्न सकिँदो रहेछ त। यसमा आउने गाह्रो अप्ठ्यारो भनेको त छ, म एउटा आइमाई मान्छे हुँ, घरमा पकाउनु पर्ने, खुवाउनु पर्ने होइन, आफ्नो घरधन्दा भ्याउनु पर्ने, रीतिथिति पूजा पाठ यताउति हुन्छ नि, धर्मकर्म सबै भ्याउनु पर्ने जिम्मेवारी त छ नि मसँग। र पनि आफै झोलामा हाल्दै किताब पोख्दै पनि पुर्याएँ मैले। र सबैभन्दा ठुलो सहयोग मलाई पठाओले गर्यो। यति बेला यति ठाउँ ठाउँमा पठाओले किताब पुर्याइदियो है। सायद पठाओ हुन्थेन भने मैले अलि सम्भव पनि हुन्थेन होला यसरी पुर्याउनको लागि। बाहिर जाने भाइहरू त हुनुहुन्छ नि, साथीहरू जसलाई त एयरपोर्ट पुर्याउनु पर्यो किताब, तुरुन्तै उहाँले ल यति घन्टाभित्र ल्याइदिनुहोस् भनेपछि, यति टाइमभित्र ल्याइदिनुहोस् भनेपछि म दौडेर जान सक्दिनँ। अनि पठाओले पुर्याइदियो, धेरै सहयोग गर्यो पठाओले पनि मलाई। अनि गाह्रो त छ नि, अप्ठ्यारो छ नि, यो किताब यसरी पठाउन सजिलो त छैन नि मलाई। कतिसित कन्ट्याक्टमा बस्नु पर्यो, कन्ट्याक्ट गर्नु पर्यो होइन, त्यो अनुसारको। तर म लागेँ, सक्सेस पनि भएँ। यतिलाई अनसक्सेस चाहिँ भन्दिनँ म। भविष्यमा व्यावसायिक रूपमा मुक्तक विधा चाहिँ व्यावसायिक रूपमा सफल हुन्छ भनेर सोच्दा भयो? अहिले यस्तै कुराहरू पनि नगरौँ, किनभने यो स्थिति कस्तो छ भने किताब किनेर पढ्ने भन्दा पनि जे पनि पढ्न पाउनुहुन्छ तपाईँ अनलाइनमै पढ्न पाउनुहुन्छ, युट्युबमा होइन। जे पनि तपाईँ सुन्न पाउनुहुन्छ मजाले है, युट्युब अन गर्यो, कानमा लगायो होइन, त्यसपछि तपाईँ काम गर्दै सब कुराहरू सुन्न सक्नुहुन्छ। यसले गर्दाखेरि
अब यो व्यावसायिक रूपमै जान सक्छ भनेर त नभनौँ, तर क्वालिटी होइन हेऱ्यो, क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान दियौँ र मुक्तकको पारखीहरू बढाउन सक्यौँ होइन, पारखीहरू बढ्दै जानुभयो। र अर्को कुरा व्यावसायिकमा पनि आफ्नो अडान राख्यौँ भने हामी फ्रीमा किताब नबाँड्ने भन्ने खालको एउटा भनौँ न विमोचन भयो, सिटमा लगेर किताबहरू बाँडेको छ त्यसरी नगर्ने, एउटा स्टल राख्ने होइन, जति लानुहुन्छ उहाँले किनेर लानुहुन्छ, स्टल राख्ने 5% मात्रै किन नजाओस्, फ्रीमा त्यहाँ सबलाई बाँड्नुभन्दा त 5%को आयो नि त, 2000 भए पनि आउँछ नि त, 1500-2000 भए पनि होइन। त्यो अनुसार त्यो एउटा सिस्टमहरूको विकास गर्दै गयो भने हामीले यसमा पनि गर्नु जोस् आफ्नो विमोचन खर्च चाहिँ उठाउन सक्छौँ होइन। त्यति लागत उठ्यो भने पनि ठुलो कुरा हो नि त, उठाउन सक्छौँ। यो चाहिँ एउटा सिस्टमको विकासै हुनुपर्छ, सबैबाट यो लागु नै गर्नुपर्छ क्या, एकजनाले मात्रै गरेर हुँदैन। ल किनेर पढ्दिउँ न त कसैको होइन, लिदिउँ न त, कसैले दिन्छ फ्रीमा कहिले नलिने, दिने उहाँलाई आफ्नो उहाँको मूल्य दिने होइन, आफूले पनि फ्रीमा नदिने, त्यो एउटा सिस्टम भयो नि त। त्यो विकास गर्न सक्यो भने चाहिँ राम्रो हुँदै जान्छ भनेर सोचौँ अहिलेलाई चाहिँ असम्भव चाहिँ केही पनि छैन, मलाई चाहिँ त्यस्तो लाग्छ यति बेला चाहिँ। जस्तो कि अब निलञ्जला मुक्तक सङ्ग्रह मैले पठाउन सकेँ 1600 प्रति 4-5 महिनाभित्रै होइन। त्यसै गरी टिकटमा मुक्तक कुरा हामीले यस्तो भव्यसँग गर्न सक्यौँ त्यो विकराल परिस्थितिमा पनि, भनेपछि यो दुईवटा कारणले गर्दा, यो कुराहरूले गर्दाखेरि असम्भव भन्ने कुरा चाहिँ छैन, तर आफ्नो कर्मको लगानी चाहिँ त्यति नै गर्न सक्नुपर्छ, आफूले 100मा 100% चाहिँ दिन सक्नुपर्छ होइन। अब थोरै लगानी गर्ने धेरै प्रफिट खोजेर त हुँदैन नि त, गर्न सकिन्छ, असम्भव कुरा छैन। हुन्छ, अब फेरि एउटा मुक्तक सुनाउ न हजुरको, यो कति दिदीबहिनी गफ गरेर आए मुक्तक नभनेर भन्ला फेरि दर्शकहरूले होइन, एउटा सुनाउनुहोस्। भएर लालची गुमाउँदा स्वाभिमान सोच्नु पर्थ्यो, निहुरिएला शिर बदलिएला पहिचान सोच्नु पर्थ्यो। भएर लालची गुमाउँदा स्वाभिमान सोच्नु पर्थ्यो, निहुरिएला शिर बदलिएला पहिचान सोच्नु पर्थ्यो। हिजो मुख मिठाइरै सानो फाइदा टपक्क टिप्नु अघि, हिजो मुख मिठाइरै सानो फाइदा टपक्क टिप्नु अघि, आज खेप्नु पर्ला कि कतै ठुलै नोक्सान सोच्नु पर्थ्यो। कति राम्रो, यो देशको आजकलको देशको परिस्थितिसँग ठ्याक्कै मेल खाँदो रहेछ क्या हजुरको मुक्तक अहिलेको चाहिँ। यो पनि यस्तो सम्बन्धीहरू पनि थियो, तर कता छ मलाई थाहा छैन, नहेरी बोल्न आउँदैन है। के भन्नुहुन्छ अहिले देशको परिस्थिति बारे? अहिले देशको परिस्थिति त यस्तै छ, सही द्वन्द्व छ होइन, वितृष्णा छ राजनीतिप्रति, अब एक आपसमा जुधाजुध छ, सबैजना सबै स्वार्थी छन्, लालची छन्। अब ठुलो तहका मान्छेहरूदेखि नै सानोसम्म त्यो एउटा सिस्टमै बनिसकेको छ, सानोले सानै फाइदा लिन खोज्छ, ठुलोले ठुलै फाइदा लिन खोज्छ, यस्तै छ। सरकारी कामहरू जे गरे पनि है पैसा खुवाउनु पर्ने, आजभोलि त यस्तो लाग्छ नि मलाई, सरकारी कर्मचारी जस्तो ठग कोही पनि हुँदैन जस्तो लाग्छ मलाई आजभोलि चाहिँ। यो एउटा दुईवटा इन्सिडेन्ट पनि घटेको छ पहिला मसँग, त्यो भएर पनि अहिले जोडिन हाल्नु, यो सरकारी कर्मचारी भन्ने चाहिँ त्यस्तो लाग्ने कि माथिल्लो तहदेखि तल्लो तहसम्मै सबै बेमानहरू है, बेकराल छ, गर्छु भनेर आउनेहरूलाई गर्न दिँदैन होइन। अहिले त त्यही भइरहेको छ होइन। अब जुन अब नयाँ शक्तिहरू उदाइराखेका छन् नि त, छन् नि होइन, आइराखेको छन् नि केही गर्छौँ भनेर, उनीहरूलाई पुरै निमोठेर सिद्धाउन लागिसक्यो। हेरौँ न, हामीले अब ठ्याक्कै नाम त नभनौँ होइन, हामी यो लाइनबाट अलि फरक लाइन भएको भएर, तर देखिरहेछौँ नि त, हामीले गर्न दिँदैनन्। जसको ठुलो छ नि, ठुलाहरूले नै सानोलाई त दमन गर्छ। नेपाललाई सतीले सरापेको देश भनेर भन्छन् होइन, त्यही कारणले पनि भइरहेको हो भनेर एक थरीले भन्छन् नि त होइन, हजुरलाई के लाग्छ? यी त भन्ने कुराहरू हुन्, पहिलाका कुराहरू, अब भन्न त भन्छन्, मैले नै सुनेको हो। तर यो कस्तो भन्दाखेरि गाह्रो छ, यो सिस्टमै चेन्ज भएर यो माथिदेखि तलसम्म, तलदेखि माथिसम्म चेन्ज भएर देशको अवस्था एउटा राम्रो सामान्य अवस्थामा आउनलाई चाहिँ धेरै गाह्रो छ, धेरै गाह्रो छ। जसले गर्दाखेरि भनौँ न, अब युवा शक्ति सबै विदेश छ, अहिलेको बच्चाहरू। अस्ति मैले एउटा होइन परार साल एउटा भेटेको थिएँ कि, यो एसएलसी सकेपछि, एसई सकेपछि सबैले त्यो पछाडि लेख्दो रहेछ, टी सर्टको पछाडि लेखिरहेको रहेछ, सम्झनाको लागि भनेर लेख्दो रहेछ। अनि त्यति बेला अब त एसई सकियो दोस्त, खाडीमा भेटौँला भनेर लेखेको रहेछ कि, त्यो टी सर्टको पछाडि कस्तो
कस्तो मुटु भक्कानिरहेको के मलाई त्यो बच्चाहरू भनौँ न बिचराहरू उनीहरूको मानसिकता के छ भने देशमा केही छैन भन्ने छ क्या स्थिति नै त्यही छ त लुट झुट होइन स्वार्थ सबजना गर्छु भनेरलाई गर्न नदिने तगारो होइन निमोट्ने यो प्रक्रिया छ नि त अहिले बढिरहेको छ नि त अनि यसले गर्दा कसरी देशमाथि आउँछ आउनु सक्दैन अनि उनीहरूको त्यो देखेको थिएँ कि मैले अनि अलि सानो बच्चा जन्मिँदै बच्चालाई सोध्यो तिमी ठुलो भएर के गर्ने म त अस्ट्रेलिया जाने विदेश जान्छु भन्ने कुरा गर्छ हैन सानो बच्चा नेपाल बस्छु म यो गर्छु भन्ने त सबै होपलेस भएर गए होपलेसै भइसक्यो त अनि होपलेसै भयो त यो त हामीलाई होप छैन अब के हुने हो अबको 5-7 महिनापछि के हुने हो भन्ने जस्तो त्रासदीपूर्ण एउटा वातावरण छैन त यहाँ भोकमरी होइन अब नाकाबन्दी भइदियो भने के हुन्छ ल भनौँ न यो राजतन्त्र के को छ नि त अहिले राजतन्त्र लोकतन्त्र यो के छ नि त अनि यसले सिमानामा नाकाबन्दी लगाइदियो भने कति समय होइन अब कि नाकाबन्दीमा पनि अब जित्त पर्ला भनेर सबै गर्न सक्नु पर्यो खट्न सक्नु पर्यो त्यस्तो पनि हुँदैन यहाँ त अब ठुला बडालाई फेरि चैनै हुन्छ लागु हुने सानोलाई हुन्छ ठुला त कोही मर्दैनन् मर्ने त हामीहरू नै हो स्थिति एकदम खराब छ देशको अब देशमा एकदम आमूल परिवर्तन आउनु पर्ने भइसक्यो हैन दी अब खोजेको त त्यही नै छ हैन अहिलेको समयले हेर्दाखेरि त किन भन्दा आजित भइसक्यौं के सबैजना आजित भइसके भनेर सुन्दैन है अब गर्ने के हैन अब 84 सम्म हेरौँ न 84 मा त अब पक्कै अब केही त परिवर्तन हुन्छ होला आशा गरौँ धेरै नकारात्मक पनि नसोचौँ हैन आशा गरौँ तर पनि गर्न दिदैनन् धेरै गाह्रो छ ओहो कस्ता कस्ता मान्छेहरुलाई कसरी उ गरिराछन् निमोटिराछन् कस्ता मान्छेहरुलाई निमोटिराछन् हामीले देखिराछौं नि त थिचिरा छैनन् अहिले सडाइदिन लागिराछन् भित्रै यसमा जनताहरुको भूमिका चाहिँ के होला त दिदी जनताहरुले चाहिँ के गर्नुपर्छ अब गर्ने अहिले मैले चाहिँ के देखेको छु भने सबै सामाजिक सञ्जालमा मात्रै तातिराछन् के मेरो विचारमा चाहिँ हैन मेरो निजी विचार हो मलाई चाहिँ त्यस्तो लाग्छ सबैजना चाहिँ सामाजिक सञ्जालमा चाहिँ एकदम तातिराछ हैन अनि व्यवहारमा उतार्नु पर्ने बेलामा चाहिँ अलिकति पाइला सारेको हो कि जस्तो लाग्छ के मलाई चाहिँ व्यवहारमा उतार्न पनि अब अस्तिको आन्दोलनले देखाइदिहाल्यो ल भन्नु न एउटा त्रास त धेरैमा अब त्यहाँ जानु हुँदैन त्यस्तो ठाउँमा भन्ने बनायो अनि अब अर्को कुरा सबैभन्दा राम्रो कुरा भनेको अब पर्खिनुपर्छ 84 सम्म है अनि 84 मा बोर्डबाटै जुन एउटा सिस्टम भनौँ न सिस्टमेटिक तरिकाले त्योबाटै अनि परिवर्तन गर्नुपर्छ त्यो हुन्छ हजुरको विचारमा आउँछ परिवर्तन 84 आउँछ जस्तो लाग्छ मलाई चाहिँ आउँछ नै जस्तो लाग्छ अब चाहिँ किन भन्दाखेरि हामी हेरौँ न फेसबुकतिर सामाजिक सञ्जालमा हेरौँ त प्रतिक्रिया हेरौँ त जस परिवर्तन चाहिँ अब खोजेको छ परिवर्तन चाहिएको छ क्या युवा शक्तिमा पनि यो जानुपर्छ एउटा युवा शक्तिलाई पनि काँध थाप्न दिनुपर्छ चलाउन दिनुपर्छ भन्ने खालको एउटा परिवर्तन चाहिँ खोजेको छ अब त्यसले यो वितृष्णा हो यिनीहरूप्रतिको वितृष्णा हो यिनीहरूले गरेको व्यवहारप्रतिको वितृष्णा हो के तर हेर्नुपर्छ 84 नै गर्नुपर्छ यो भन्दा अगाडि भयो भने चाहिँ यो सजिलै आउँदैन किन भन्दा अब नेपालको मात्रै हैन विश्वको एउटा राजनीतिक इतिहास ठुलो ठुलो परिवर्तन इतिहास हेर्ने त सबै रगतले मुछिएको एउटा पानाहरू छ नि त हैन नमरिकन त कहीँ पनि भनौँ न एउटा हिस्ट्री नै हेर्ने हो भने अहिलेसम्मको त जहाँ पनि रक्ताम्य छ नि त इतिहासको पानाहरू त हैन एउटा राजनैतिक परिवर्तनको ठुलो ठुलो परिवर्तनको भनेपछि 84 भन्दा अगाडि आयो भने त यो एकदमै ठुलो घटना मतलब भनौँ न घट्छ नै सम्भव त छैन सजिलै त यो आउँदैन है परिवर्तन हुँदैन तर राम्रोसँग सिस्टमेटिक तरिकाले जाने पनि नि दिदी यो अहिले युवाहरू नै छैन के नेपालमा चाहिँ युवाहरू सबै विदेशमा परिवर्तन गर्नलाई पनि अगाडि चाहिँ को आउँछ हैन परिवर्तन गर्ने भनेको अगाडि को आउने भन्दा पनि मैले त यही भन्छु आयो भने देशमा जति छन् तिनीहरू नै आउने हो त्यो पार्टीगत मान्छेहरू बनाइदिइहाल्छ हैन अब एउटा भनौँ न त्रास वातावरणबाट निम्ताइदिइहाल्छ घटना घटिहाल्छ अनि यो आउन असम्भव छ सबैभन्दा चुप लाएर कुर्नी भनेको अब त्योभन्दा अगाडि परिवर्तन भयो भने अब धेरै ठुलो एउटा नोक्सानी फेरि देशले उठाउनु पर्ने हुन्छ हैन अनि सामान्य तरिकाले यो अधिकार भन्ने कुरा त फेरि ला भनेर दिँदैन त्यो त खोसेर लिने चिज हो नि त हैन खोसाखोस गर्दाखेरि
यो नदिएरै त यो भइरहेको भयो नि त हैन भनेपछि अब सिस्टमेटिक तरिकाले जाने हो नि 84 नै कुर्नुपर्छ त्यति बेला पनि यो जनताहरूले उ गरेनन् भने नि यो परिवर्तनलाई चेन्ज गरेनन् भने यी जनता भनेका अनि त्यति बेला अहिलेसम्म त म भेडा भन्दिनँ त्यति बेला चाहिँ भेडै हुन् जस्तो लाग्छ उति बेलासम्म पर्खौँ भन्नुहुन्छ आज चाहिँ हैन पर्खिनुपर्छ जस्तो लाग्छ दुर्घटना किन गरौँ भन्ने होइन सोच राम्रो हो हजुरको पनि हैन ठिकै छ अब साहित्यतिरै लागौँ हैन हजुरले साहित्यमा कति वर्ष भयो साहित्यमा लाग्नु भएको 70 सालदेखि भनेपछि कति वर्ष भयो 70 80 10 वर्ष 11 वर्ष हैन 11 वर्ष 11 वर्षको दौरानमा साहित्य लेखन कार्यबाट पाउनु त थुप्रै पाउनु भयो मलाई थाहा छ हैन गुमाउनु चाहिँ के भयो मैले ठ्याक्कै भन्नुपर्दा मैले साहित्यबाट गुमाएको मेरो प्राइभेसी हजुर प्राइभेसी गुमाएँ मैले जुन बेला कि म को हो के हो कसैले चिन्ने थिएन हैन मलाई त्यही लाइफ पनि एकदम इन्जोय थियो राम्रो थियो जस्तो लाग्छ आजभोलि सबैभन्दा प्राइभेसी कति बेला गुमाएँ जस्तो लाग्यो भने अझ अस्ति टिकटमा मुक्तक कार्यक्रम हुँदाखेरि अब म त सम्बन्धित व्यक्ति थिएँ हैन एउटा संस्थाको भाइटल पोस्टमा भएको व्यक्ति यो हुनु जरुरी पनि थियो अति जरुरी थियो यो मेरो इच्छाको खिलाफ गएर राखिया त होइन सुनिल अधिकारी सरको पोस्टमा टिकट मुक्त कार्यक्रमको टिकटमा सम्पर्क गर्नुहोस् भनेर मेरो पनि मोबाइल नम्बर त्यहाँ आए नि एउटा पोस्टबाटै आइसकेपछि मलाई त्यति बेला चाहिँ मैले ओहो म कहाँ पुगेँ कि हैन मेरो प्राइभेसी कहाँ छ हैन अब नम्बरसम्म सार्वजनिक भइसक्यो जस्तो लाग्यो कि हुन त अब त्यो खत्तमै कुरा त हैन त्यो सम्बन्धित कुरा नै हो हैन अब मसित सम्बन्धित काम हो नि त त्यो त मैले मसँग टिकट थियो म संस्थाको भाइटल पोस्टको मान्छे हुँ मसित सम्पर्कमा हुनुहुन्थ्यो हैन आउन चाहने अब त्यहाँ श्रोताहरू हुनुहुन्थ्यो तर पनि मेरो मनले सोचेको चाहिँ मेरो अहिले पहिला म एउटा बोल्नसम्म पनि कोहीसित नबोल्ने मान्छे एउटा फोटोसम्म नराख्ने मान्छे त्यहाँबाट यात्रा सुरु गरेको अहिले नम्बरसम्म एउटा फेसबुक सामाजिक सञ्जालमा एउटा भन्नु सार्वजनिक गर्नेसम्म भइसक्यो अनि हरेकसँग बोलेको छ हरेकसँग जहाँ पनि गएको छ हैन भेटेको छ भनौँ न भेटेको कार्यक्रमहरूमा गइरहेको छ कार्यक्रममा इन्भिटेसन भन्यो हैन अनि त्यसरी गर्दाखेरि यो प्राइभेसी भन्ने कुरा चाहिँ चौपटै भएको जस्तो लाग्छ के अनि यहाँनिर चाहिँ अलिकति मलाई नराम्रो लागिरहेको छ यो प्राइभेसी हुन त अब प्राइभेसी चौपटै भयो भनेर मनै खत्तमै भयो भन्न खोजेको त होइन तर पनि अलिकति रिजर्भ बस्न खोज्ने मान्छे थिएँ नि त पहिला म अनि कस्तो मान्छे म कस्तो भएँ जस्तो लाग्छ कि आजभोलि साहित्यले गर्दाखेरि प्राइभेसी गयो भन्नुहुन्छ मलाई त्यस्तो लाग्छ कि प्राइभेसी भनेको सबै मेरो घरभित्र के खान्छ कस्तो गर्छ त्यस्तो कुराहरू त होइन कि भए पनि अब म एउटा रिजर्भ बस्न खोज्ने मान्छे पहिला त्यसरी बस्ने मान्छे चुपचाप बस्ने मान्छे अहिले सबैसँग हाई हेलो होइन अब गर्नै पर्यो है कार्यक्रमहरूमा गइन्छ हाई हेलो हुन्छ अनि अब भनौँ न इन्भिटेसनहरू पठाइन्छ हाई हेलो हुन्छ यी किताबहरू कति ठाउँमा पठाइयो हाई हेलो भयो होइन गर्दै गर्दै जाँदा मान्छेहरू चिनिनु भनेको त राम्रै कुरा हो नि हैन दी केही कुराले राम्रो पनि हो केही कुराले राम्रो पनि होइन जस्तो पनि लाग्छ मलाई है यो आफूमा एउटा नेचरमा भर पर्ने कुरा पनि होला मलाई चाहिँ कस्तो भन्दा अब म त्यति बेलै ठिक थिएँ कि जस्तो पनि लाग्छ कहिलेकाहीँ कि अब टीका टिप्पणी मान्छेहरूको अनेक थरीको एउटा नकारात्मक सोचहरू छ नि त यो साहित्यिक क्षेत्रभित्र नि छ नि त हो यो कुराहरूले गर्दा चाहिँ मलाई एकदमै हर्ट गर्छ नराम्रो लाग्छ कि मेरो यो प्राइभेसी नभएको हो कि जस्तो लाग्छ कि त्यति बेला चाहिँ अब त्यस्तो कुरामा त आफैलाई मन बाँध्नुपर्छ हैन त्यो भन्नेहरूले त जे पनि भनिरहन्छन् त्यो त त्यही नै हो अब अरूले के भन्छ भन्दा पनि आफूले के गर्ने भन्नेपट्टि लाग्ने हो भन्ने हो अगाडि बढ्ने हो मलाई चाहिँ कस्तो लाग्छ भने अरूले भन्दैमा जस्तै भन्नुस् न अरूले मलाई चाहिँ त मूर्ख होस् भन्यो भने हैन उले मूर्ख भनेर ट्याग दिँदैमा म मूर्ख हुने त होइन नि त्यसरी सोच्नु पर्छ कि जस्तो लाग्छ हो त्यसरी सोच्ने पनि हो मूर्ख हुने पनि होइन तर पनि कता कता कहिलेकाहीँ त कस्तो भन्दा किनभने आफू जस्तो छु आफूलाई मात्रै थाहा हुन्छ नि त आफू जे छु जस्तो छु आफूलाई थाहा हुन्छ नि त त्यो अर्को मान्छेले बाहिरको मान्छेले त यस्तो छस् भन्दैमा चाहिँ हैन त्यो त्यसमा चाहिँ चित्त दुखाइहाल्नु पर्छ जस्तो चाहिँ मलाई लाग्दैन तर कहाँनिर चित्त दुख्दो रहेछ भने जो कि अब आफ्नै एकदम नजिकको साथीहरू हुन्छन् नि अनि आफूसँग एकदमै क्लोज जस्तो लाग्छ हैन त्यही साथीहरूले अर्कोसँग गएर यस्तो अर्को कुराहरू गर्ने खालको हो नि त यो जुनै फिल्डमा पनि छ जुनै क्षेत्रमा पनि यो छ साहित्यिक क्षेत्रमा हुनु स्वाभाविक हो किन भन्दा त्यही क्षेत्रका मान्छे यहाँ क्षेत्रमा हुने त हुन् नि यहीका मान्छे त्यहाँ हुने त हुन् नि हैन जहाँ पनि यही मान्छे हो नि त लाग्दो रहेछ
अलिकति कस्तो भन्दाखेरि ती व्यक्तिहरूसँग त्यस्तो कुराहरू सुनिसकेपछि एकदम क्लोज जस्तै त सपोज एक्जाम्पल तपाईँहरूमा एकदम क्लोज फ्रेन्ड छौँ होइन मानौँ अनि तपाईँले यस्तो भनेको थियो भनेर सुनिसकेपछि आजसम्म म तपाईँलाई जसरी भेट्दा एकदम टाइट हक गर्छु नि होइन त्यो मनदेखि गरेको हुन्छु नि भोलिदेखि तपाईँलाई भेट्दा मलाई त्यो हक गर्न आउँदैन कि मेरो चाहिँ नेचर त्यो त आउँदैन कि किन भन्दा हजुर नरिसाउनु होइन त्यो त हजुरकै गल्ती होइन र होइन यस्तो होइन मैले भने अर्कोलाई थर्ड पर्सनको कुरा सुन्नु भएको भयो नि त हजुरले त्यो चाहिँ त नसुन्नु पर्ने हो नि त मैले सपोज होइन मलाई चाहिँ एकजना थर्ड पर्सनले आएर यो निलञ्जना भन्ने मान्छे त यस्तो हो है तिम्रो बारेमा चाहिँ यस्तो यस्तो कुरा गरिरहेछ भने त्यसको कुरा सुनेर म रिसाउनु भनेको मै मूर्ख होइन त दि त्यो मात्रै होइन यो त एउटा पाटो भयो होइन जस्तो कि अब कतै अब पोस्टरकै कुरा गरौँ न एउटा पोस्टरकै कुरा गरौँ कसैले त्यसरी पोस्ट गरिदिन्छ होइन जो कि मेरो एकदम उसको खिलाफ छ भनेपछि पनि जस्तो एउटा मेरो श्रद्धाले शिर झुक्थ्यो नि उसप्रति होइन जो शिर झुक्थ्यो मलाई उसलाई भेटेर एकदम टाइट हक गर्थेँ बहिनी भनेर होइन त्यो प्रतिको त्यो एउटा छुट्टै बन्दो रहेछ क्या मतलब जति मैले उसले भनेको मैले यसलाई गर्नु हुँदैन भने पनि फलानाको मुखबाट सुन्या त हो नि मैले सुन्या होइन मेरै कानले भने होइन भने पनि कस्तो भन्दा भन्ने भयो त अर्को मान्छेको पनि कुरा गर्थ्यो होला नि त त्यसले त्यही व्यक्ति किन ल्याए त भन्ने पनि क्वेसन आउँछ क्या त्यहाँनिर अनि उसको त्यो अनि उसलाई कस्तो लाग्दो रहेछ यो फलानु घमण्डी भयो होइन अब यो के नै ठुलो मान्छे पल्टे जस्तो लाग्दो रहेछ तर मेरो मनमा मन दुखिराखेको त मलाई मात्रै थाहा छ नि त तँलाई मैले यति माया गर्दाखेरि पनि तैँले मलाई यति हर्ट गरिस् होइन यसरी भनिस् भनेर मैले मुखले पो बताउन सक्दिनँ होला भन्दिनँ तर मलाई उसले त्यही मान्छेलाई गएर फेरि हक गर्न चाहिँ सक्दिनँ क्या म मेरो त्यो नेचर आफ्नो आफ्नो नेचर हो कि मेरो नेचर चाहिँ त्यस्तो छ क्या अनि यो कारणले गर्दा पनि बरु म प्राइभेसी नै ठिक थिएँ मेरो म चाहिँ यो बारेमा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने नि दिदी मलाई सपोज अब थर्ड पर्सन आएर हजुरको बारेमा भन्यो होइन नराम्रो कुरा भने तँलाई त हेर निरञ्जनलाई त यस्तो भने रहेछ भन्यो भने म चाहिँ के गर्छु भने म डाइरेक्ट दिदीसँग कुरा गर्छु क्या मलाई एकजना यस्तो आएर मलाई यस्तो भन्यो दिदीले त्यस्तो भन्नुभयो हो म चाहिँ त्यस्तो छु म त्यस्तो नेचरको छु कि त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ कि भित्रभित्र राख्यो भने आफैलाई गाह्रो हुने हो नि त दिदी त्यो गर्नुपर्ने हो तपाईँको नेचर एकदम राम्रो तर म भन्नै नसक्ने मलाई चाहिँ कस्तो मैले मनले चाहिँ नि पुग्यो म उसलाई मुखले भन्दिनँ कहिले पनि उसित रिसाउँदिनँ पनि उसित बोल्छु पनि तर त्यही हो कि जति आफ्नै मनलाई गाह्रो भयो नि त त्यसो गर्दाखेरि त हजुरको यो नेचर यो चाहिँ चेन्ज गर्नुपर्छ जस्तो लाग्यो ठिक छ म चेन्ज गरौँला थ्याङ्क यू बहिनी तर मलाई चाहिँ कस्तो भन्दाखेरि उसले यो भनेको थियो तँलाई भनेर कसैले सुन्न त आउँछ नि त फेरि सुनाउँछ नि त एकजना त होइन त्यो त अब हजुरसँग जेलस हुनेहरूले पनि त सुनाउँछ नि त मैले भन्दै नभनेको कुरा पनि त सुनाउँछ नि अब मैले भन्दै नभनेको कुरा सुनाएँ भनेर हजुर रिसाइराख्नु भनेको त त्यो त मिलेन नि हैन सामाजिक सञ्जाल भनेको कस्तो भन्दाखेरि अब तपाईँ मसँग जोडिनु भएको छ म अर्कोसँग जोडेको छु अर्कोसँग जोडेको छु यसरी घुमेको छ क्या धेरै हुन्छ घुमेको छ नि त मैले तपाईँसित एकजनाको कुरा काट्छु नि होइन सपोज काट्यो भने कुनै न कुनै तपाईँको एकदमै क्लोज मान्छे हुन्छ कि अनि तपाईँले त्योसँग भन्नुहुन्छ होइन त्यसले त्योसँग भन्छ यो कहिले पनि नसोचोस् कसैले कि यो कुरा उसको कानमा पर्दैन भनेर नसोचोस् के त्यो ढिलो चाँडो त्यो कानमा पर्छ के पुग्छ नै त त्यस कारण बरु कुरै नगरिदिने नि होइन कुरा गर्नु छ भने बरु उसलाई सिधै भन्ने अगाडि मलाई तपाईँको यो मन परेन यो गर्नुहोस् त्यसैलाई पनि राम्रोसँग भन्न सकिन्छ यस्तो भयो बहिनी पुग्न सक्छ नि त दिदी पुग्न सक्छ त्यो पनि हो उसले भनेकै सपोज मैले भनेकै छैन होइन हजुरलाई मैले हजुरको बारेमा नराम्रो कुरा कसैलाई भनेकै छैन भने पनि जो जेलस मान्छे हुन्छ नि त त्यो मान्छेले त हजुरलाई सुनाइदिन्छ नि त फेरि उसले त यस्तो भनेको छ है भनेर होइन त त्यसको लागि त अनि हामी दुईजना बसेरै कुरा छिनोफानो गर्नु पर्यो नि त मनमा राखिराख्यो भने त हजुरलाई म प्रति रिस द्वेषको भावना मात्रै जाग्छ नि त ठिक छ म यो चाहिँ चेन्ज गर्छु है यो चाहिँ चेन्ज गर्छु मैले त्यस्तो चाहिँ हुँदो रहेछ अनि त्यस कारण बरु म यो ननिस्केको भयो हुन्थ्यो कि यस्तो टिका टिप्पणीहरू यो बरु बाहिरै ननिस्के भयो हुन्थ्यो जस्तो लाग्छ फेरि एक मनले चाहिँ कहिले मैले कहाँ यस्तो सानोतिनो कुरामा अल्झिरहेको के गर्छु भनेर हिँडेको मान्छे यस्तो गर्नै हुँदैन नि म चुपचाप मेरो बाटो हिँड्ने हो सबको राम्रो सोच्ने हो कसैको नराम्रो नसोच्ने होइन नराम्रो सोच्ने जसले सोच्छ उही पछुताउँछ पछि अब त्यस्तो भावना आयो भने त हजुरको अब यो निलाञ्जलाकै बारेमा सोच्नुहोस् होइन यो किताब निकालेपछि हजुरको लाइफमा कस्तो चेन्ज आयो त
त्यो सोचेपछि चाहिँ ठिक हुन्छ होला त्यो पनि हो हैन अनि मैले त त्यसरी सुनेको भए त्यसरी अरूको कुरा सुनेको भए म त्यसरी अड्केको भए त म पठाउनै सक्ने थिएन गाह्रो हुन्थ्यो नि तर म पनि भएँ यस्तो सुन्नु हुँदैन मैले यी भनेको कुराहरू सुन्नमा आउने कुराहरू जहाँबाट सुने त्यही पठाइदिने हो होइन सिधा आफूलाई चाहिएको कुरो टिप्ने हो होइन नचाहिएको कुरा फाल्दिने हो भन्ने हो होइन त्यो हो नि त त्यो चाहिँ बहिनी म एउटा कुरा चाहिँ अब चेन्ज गर्छु ल म केही सुने नि त्योसित बसेर कुरा गर्छु सर्ट आउट गर्छु त्यो चाहिँ गर्नुपर्छ किन आफ्नै मन शान्तिको लागि हो जस्तो लाग्छ कि त्यो गर्नु चाहिँ होइन त्यो मनमा कुरा खेलाएन उसले मलाई यस्तो भन्यो भनेर कुरा खेलाएर आफ्नो मन बिगारिराख्नु भन्दाखेरि जे भए पनि अलिकति टेन्सन त हुन्छ नि त्यसले अरू कुरामा इफेक्ट गर्छ होइन आफ्नै बेस्ट फ्रेन्डले भनेको भयो भने त त्यसले झनै लाइफमै इफेक्ट गर्छ होइन त्यो कुरालाई चाहिँ मेरो विचारमा क्लियर गरिदिएको राम्रो हो कि जस्तो लाग्छ म चाहिँ त्यस्तो नेचरको छु क्या नेचर फरक हुन्छ त्यो फरक अब म चाहिँ तपाईको नेचरलाई फलो गर्छु हस् हुन्छ गर्नुस् नि फेरि हुन्छ अब एउटा अन्तिम एउटा मुक्तक सुनाउ न अब कुन चाहिँ मुक्तक आउँछ है त जुन हजुरलाई जुन मनपर्छ त्यही शोकमा भन्दा सुन्दर जीवन छुट्टै चोट र पिरमा फुल्छ माली विहीन सुनाखरी अप्ठ्यारो त्यो भिरमा फुल्छ शौकमा भन्दा सुन्दर जीवन चोटै चोट र पिरमा फुल्छ माली विहीन सुनाखरी अप्ठ्यारो त्यो भिरमा फुल्छ बगाउँछन् जब जब परिसर्मी पसिनाका नदीहरू बगाउँछन् जब जब परिसर्मी पसिनाका नदीहरू सफलताको सम्मान अनि मणि जस्तै शिरमा फुल्छ धेरै राम्रो हस् धेरै खुसी लाग्यो है दिदी बहिनी आज यसरी गफिन पायौँ होइन अन्तमा हजुरलाई केही भन्ने इच्छा छ मनमा लागेको कुरा त्यस्तो केही पनि छैन बहिनी मलाई ठाउँ दिनुभयो धन्यवाद बोलाउनु भयो कहिलेदेखि बोलाउनु भएको थियो अनि बल्ल आज मौका जुर्यो तपाईलाई धेरै धेरै धन्यवाद तपाईँ लगायत यहाँ जति पनि बस्नु भएको छ तपाईहरूको परिवार भनौँ न जति परिवार छ सबैलाई धन्यवाद मलाई जसले सुन्नु भएको छ मैले राम्रोसँग बोल्न सकिनँ होला अघि नै भन्दै हुनुहुन्थ्यो तपाईँलाई आज के भइरहेछ दिदी तपाईँ निराश हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो भोइस पनि डल छ भन्नुभएको थियो म तपाईँलाई अहिले पछि भनौँला भनेको थिएँ अलिकति सन्चो छैन मलाई ठिकै छ यसरी पनि आइयो बसियो होइन अनि थ्याङ्क यू सो मच बहिनी मलाई भन्नु अरू केही पनि छैन बाँकी सबैलाई जसले मलाई सुनिदिनु भयो सबैलाई धन्यवाद हस् धेरै धेरै धन्यवाद हजुर